त्यसैमा वार्ता तथा सम्झौताका सिपहरू भन्ने छ। त्यो वार्ता तथा सम्झौताका सिपहरूको क्लास पनि आज हामी पढ्छौँ। र वार्ता सम्झौतामा चाहिँ नि एउटा क्वेसन टाइपको चाहिँ मैले पुरै क्वेसनको एन्सर चाहिँ होइन, तर क्वेसन अनुरूपको एन्सरको एउटा ढाँचा चाहिँ बनाइदिएको छु। नेगोसिएसन रिलेटेड कुराहरूमा त्यसले पनि अलिकति जानकारी दिन्छ नेगोसिएसनको विषयमा। सबभन्दा पहिला द्वन्द्व व्यवस्थापन कन्फ्लिक्ट म्यानेजमेन्टको बारेमा कुराकानी गरौँ। कन्फ्लिक्ट भन्ने बित्तिकै सबैलाई थाहा छ कुनै दुईटा वा बढी पक्ष बिच हुने विवादलाई चाहिँ हामी कन्फ्लिक्ट भन्छौँ। कन्फ्लिक्ट अफ इन्ट्रेस्ट स्वार्थको विवाद दुई वा बढी पक्षहरू बिचमा आफ्ना आफ्ना स्वार्थहरू हुन्छन्। स्वार्थहरू बाजिएको खण्डमा कन्फ्लिक्ट हुने हो, द्वन्द्व हुने हो। अन्तर्वैयक्तिक, अन्तरसमूह वा सङ्गठन बीच कुनै विषयलाई लिएर हुने मनोमालिन्य, द्वेष वा विवाद नै द्वन्द्व हो। दुईटा वा सोभन्दा बढी व्यक्तिहरू, दुई वा बढी समूहहरू या सङ्गठन बीच कुनै विषयलाई लिएर हुने मनोमालिन्य, द्वेष वा कुनै विषयमा हुने झगडा, मनमुटाव या विवाद नै, डिस्प्युट नै द्वन्द्व हो। द्वन्द्वलाई उचित समाधान गर्ने वा द्वन्द्वलाई सृजनशीलतामा रूपान्तरण गर्ने तरिका वा पद्धति चाहिँ द्वन्द्व व्यवस्थापन हो। कन्फ्लिक्ट म्यानेजमेन्ट भन्ने बित्तिकै द्वन्द्वको उचित समाधान गर्ने हो, द्वन्द्वलाई सृजनशीलतामा रूपान्तरण गर्ने हो, द्वन्द्वका कारणहरूलाई पनि न्यूनीकरण गर्ने हो। भरसक द्वन्द्व नहोस् भन्ने पनि सोच हुन्छ। र अब अहिले नयाँ अवधारणा अनुसार द्वन्द्व पनि स्वाभाविक प्रक्रिया हो भन्ने गरिन्छ। तर द्वन्द्व आइहाले पनि त्यसलाई ठिक ढङ्गबाट समाधान गर्ने तरिका या पद्धति चाहिँ द्वन्द्व व्यवस्थापन कन्फ्लिक्ट म्यानेजमेन्ट हो। व्यवस्थापन विभिन्न कारणले द्वन्द्व भइरहेको हुन्छ, विवाद भइरहेको हुन्छ। व्यक्तिगत, समूहगत वा सङ्गठन स्तरमा धेरै कारणले द्वन्द्व उत्पन्न हुन्छन्। कुनै कुरालाई हेर्ने दृष्टिबाट सोचमा फरक भएको कारणले द्वन्द्व हुन्छ। यो समाजमा पनि त्यही हुन्छ, सङ्गठनमा पनि त्यस्तै किसिमले हुन्छ। कसैलाई केही कुरा मन पर्ला, कसैलाई कुनै कुरा मन नपर्ला। कुनै अब योजना या कार्यक्रम बनाउँदाखेरि एउटा कर्मचारीलाई चाहिँ नि सँगै एउटा योजनामा या अनुगमनमा बस्ने या अरू शाखा बस्ने कसैलाई चाहिँ केमा इम्पोर्टेन्स दिने भन्ने कुरामा विवाद हुन्छ, फरक फरक सोचहरू हुन्छ। बजेट कति राख्ने भन्ने कुरैमा मिल्दैन। कसैले अब शिक्षाको कुरामा बढी इम्पोर्टेन्ट दिएला, कसैले स्वास्थ्यलाई बढी इम्पोर्टेन्ट दिएला। त्यहाँ पनि हुनसक्छ। एउटै शिक्षाभित्र पनि अब एजुकेसनको क्वालिटी चाहिँ बढाउनुपर्छ भन्ने कोही होला, होइन सङ्ख्यात्मक रूपबाट पनि हेर्नुपर्छ, सबैको एक्सेसिबिलिटीलाई पनि हेर्नुपर्छ, त्यो चाहिँ प्रायोरिटीमा राखौँ भन्ने पनि हुनसक्छ। हेल्थ केयरमा पनि कसैले प्रिभेन्टिभ हेल्थ चाहिँ महत्त्वपूर्ण हो भन्छ, कसैले चाहिँ नि क्युरेटिभ अथवा भन्ने कुरा होला। सोचहरू फरक फरक हुन्छन्। डेभलपमेन्टकै विषयमा कसैले रोडलाई प्रायोरिटी दिन्छ, कसैले खानेपानीलाई प्रायोरिटी दिन्छ, फरक फरक हुन्छ। एउटै अफिसभित्र पनि कसैले रेकर्ड म्यानेजमेन्ट चाहिँ महत्त्वपूर्ण कुरा हो भन्ला, कसैले रिपोर्ट राइटिङ महत्त्वपूर्ण कुरा हो भन्ला। फरक फरक सोच, फरक फरक दृष्टि हुन्छ, त्यसले पनि कन्फ्लिक्ट ल्याउँछ। भिन्न प्राथमिकता, उद्देश्य, लक्ष्य, प्रायोरिटीहरूमा पनि फरक हुनसक्छ। प्राथमिकता तोक्ने सिलसिलामा पनि कसैले कुनै कुरालाई बढी प्रायोरिटी, सेक्युरिटीको कुरा मोस्ट प्रायोरिटी हो भन्ला, कसैले चाहिँ नि गरिबी निवारणको कुरा महत्त्वपूर्ण हो भन्ला, कसैले कर्मचारीलाई तालिम दिने कुरो बढी महत्त्वपूर्ण हो भन्ला। सङ्गठनमा ट्रेनिङ चाहिँ दिउँ, पहिला कर्मचारीको क्यापासिटी इन्हान्स गर्नुपर्छ भन्ने होला, होइन। कसैले तलबको कुरा चाहिँ महत्त्वपूर्ण हो भन्ला, होइन। भिन्न प्राथमिकता, उद्देश्य, लक्ष्य फरक भएको कारणले गर्दाखेरि पनि हुनसक्छ। समूहगत वा सङ्गठनिक स्वार्थ, इन्स्टिट्युसनल इन्ट्रेस्ट पनि हुन्छ। कहिलेकाहीँ अब लेखा समूह र प्रशासन समूह कसको भ्यालु बढी, इन्जिनियरिङ समूह र प्रशासन समूह कसको भ्यालु बढी, को महत्त्वपूर्ण भन्ने कुरामा विवाद भइरहेको हुन्छ। कसको रोल के भन्ने विवाद हुन्छ।
कहिलेकाहीँ सङ्गठन बिचका स्वार्थ इन्स्टिट्युसनल इन्ट्रेस्टले पनि द्वन्द्व। कृषि मन्त्रालयले भन्ला अर्थ मन्त्रालयले बजेटै चाहिँ ठिक दिएन, सिलिङै पर्याप्त उपलब्ध गराएन, मल अनि कसरी दिने किसानलाई, पैसै दिँदैन अर्थ मन्त्रालयले, अर्थले भन्ला होइन बजेटै थोरै छ, अब रिसोर्स नभएपछि अब भएकोले पुर्याउनु पर्यो नि भन्छ कि। इन्स्टिट्युसनल इन्ट्रेस्टहरू हुन्छन् ती चाहिँ व्यक्ति व्यक्तिका समूहका भन्दा पनि। भोलि चाहिँ नि कृषिको मान्छे अर्थमा गएर काम गर्यो भने पनि फेरि त्यो अर्थकै इन्ट्रेस्ट चाहिँ नि हुन्छ। कतिपय अफिसरले यस्तो कुरा पनि बेरुजी लेखिदिने महालेखाले के हेरे आयो भन्छ। अब महालेखाको भनाइ के हुन्छ, होइन यस्तो बेरुजी गर्ने भन्ने हुन्छ। त्यसैले इन्स्टिट्युसनल इन्ट्रेस्टहरू हुन्छ। स्रोत साधनको प्राप्ति र उपयोग गर्ने सिलसिलामा द्वन्द्व भइरहेको हुन्छ। कहाँबाट रिसोर्स ल्याउने अथवा केमा खर्च गर्ने भन्ने विषयमा पनि मनोमालिन्यता हुन्छ, मतभेद हुन्छ। पुरस्कार तथा दण्डको व्यवस्थाको कारणले कसैले पुरस्कार पायो, कसैले पाएन। फलानाले मैले जति नै काम गरेको छैन, राम्रो गरेको छैन, म जति नै एक्सपिरियन्स छैन, उसले चाहिँ पुरस्कार पायो भन्ने होला। दण्ड कसैले पायो भने मैले बिना कार्ड पाएँ, फलानाले चाहिँ पाएन भन्ने पनि होला। वृद्धि विकासका अवसरहरू कसैले चाहिँ नि बढी छिटो प्रमोट हुन पाए, कसैले पाए, होइन कसैले चाहिँ नि कुनै अवसर प्राप्त गर्यो, इन्टरनेसनल कुनै रोल प्ले गर्ने अवसर पाए, कसैले पाएन। त्यसले गर्दाखेरि पनि सरुवा भनेको ठाउँमा भयो, कसैको भएन। त्यसले गर्दाखेरि पनि कन्फ्लिक्टहरू भइरहन्छ। नेतृत्वका अवसरहरू माथिल्लो पदमा कुनै जिम्मेवारी लिँदिने, कार्यालय प्रमुख बन्ने अथवा कुनै शाखा प्रमुख बन्ने, त्यस्तो कुराहरूमा पनि कन्फ्लिक्ट भइरहेको हुनसक्छ। अर्गनाइजेसनमा विभिन्न कारणले द्वन्द्व हुने गर्छ। द्वन्द्वका कारणहरू यी भए। द्वन्द्व व्यवस्थापन कन्फ्लिक्ट म्यानेजमेन्ट भनेको के त? कन्फ्लिक्ट म्यानेजमेन्ट भन्ने बित्तिकै द्वन्द्वको निरोध प्रिभेन्टिभ मेजर्सलाई फलो गर्ने। सङ्गठनमा द्वन्द्व नै आउन नदिनु प्राथमिकतामा पर्छ। द्वन्द्व आउन नदिनु पर्छ, सङ्गठनमा द्वन्द्व नहोस् भन्ने नै हुन्छ। यसका लागि सङ्गठनले त्यसभित्रका समूह र व्यक्तिलाई उचित व्यवहार गर्नु पर्यो, समान अवसर प्रदान गर्नु पर्यो, निर्णयमा सहभागिता पार्टिसिपेसन हुनु पर्यो, सबैको भूमिका निर्धारण हुनु पर्यो, स्रोत साधनको पर्याप्तता ध्यान दिनु पर्यो, बेला बेला स्टाफ मिटिङहरू गर्नु पर्यो, गुनासो सुन्नु पर्यो, सबै कर्मचारीलाई समान व्यवहार गर्नु पर्यो, कसैप्रति विभेद गर्न भएन, सबै सेवा समूह उत्तिकै इम्पोर्टेन्ट हुन् भन्ने धारणा राख्नु पर्यो। त्यसले के गर्छ भन्दा द्वन्द्वलाई आउन दिँदैन, होइन रिसोर्सको ठिक ढङ्गले वितरण हुनु पर्यो। त्यसले गर्दा चाहिँ द्वन्द्व हुन दिँदैन। प्रिभेन्टिभ मेजर्स हो यो। त्यति गर्दा गर्दै पनि द्वन्द्व त भइ नै हाल्छ। द्वन्द्वलाई पुरै रूपले रोक्न सकिँदैन, त्यस कारणले द्वन्द्वको समाधान गर्नुपर्ने हुन्छ। द्वन्द्वको अवस्था सिर्जना भएपछि द्वन्द्व समाधान गर्नुपर्ने हुन्छ। जब अर्गनाइजेसनमा व्यक्ति कर्मचारी बिचमा या समूहगत रूपमा या दुईटा सङ्गठन बिचमा द्वन्द्व आउँछ, त्यो बेलामा द्वन्द्वका समाधान पनि गर्नुपर्ने हुन्छ। र द्वन्द्व समाधानका विभिन्न तरिकाहरू छन्। जस्तो कि कसैले गैर कानुनी माग वा एजेन्डा लिएर वा गलत नियत वा व्यक्तिगत स्वार्थ प्रेरित द्वन्द्व सिर्जना भएको अवस्थामा सप्रेसन दबाउने हुन्छ, होइन त्यसलाई चाहिँ अब फोर्सिङ पनि भनिन्छ, फोर्सिङ दबाउने। कसैले गैर कानुनी, अब जस्तो कर्मचारीले चाहिँ नि गैर कानुनी माग उठाएको छ, गैर कानुनी माग चाहिँ उठाएको छ, हामी पनि राजनीतिक पार्टीको सदस्य बन्न पाउनुपर्छ भन्ने माग उठायो, होइन कोही चाहिँ अब करारको कर्मचारीलाई पनि थाहै गर्नुपर्छ भन्यो भने के हुन्छ? त्यो मागै होइन। किन भन्दाखेरि लोकसेवा आयोगको फेस नगरेको मान्छे त थाहै कर्मचारी हुँदैन निजामती सेवामा। त्यस्तो किसिमको माग ल्यायो भने चाहिँ त्यसलाई सप्रेसै गर्छ, फोर्सिङै गर्छ, त्यसलाई दबाउँछ नि। भनेको अब भनौँ न, कतिलाई गिरफ्तार पनि गर्ला, कतिलाई जाहिरबाट हटाला, जे गर्ला, त्यो गर्छ नि, होइन कसैको स्वार्थ प्रेरित इलिगल मागहरू, देशको संविधानले कानुनले नदिने मागहरू राखेर हुने कुराहरूमा चाहिँ दबाउने नै काम गर्छ। त्यो हो। सामान्य प्रकृतिका विषयमा द्वन्द्व भएको अवस्थामा व्यवस्था एभोइडिङ गर्छ। म्यानेजरले पनि के सामान्य प्रकृतिको विषयमा द्वन्द्व छ। सामान्य एउटा कर्मचारीलाई काज खटाएको विषयमा झगडा गरिरहन्छ भने
फलाना कर्मचारीले चाहिँ नि काज पाउने, मैले चाहिँ नपाउने, अथवा कुनै सामान्य सरुवाको विषयलाई लिएर द्वन्द्व सिर्जना हुन्छ होइन। कुनै सामान्य मसलन्दको विषयलाई लिएर चाहिँ नि एउटा शाखा र अर्को शाखा बिचमा आन्तरिक व्यवस्थापन र अर्को योजना शाखा बिचमा द्वन्द्व हुन्छ भने त्यस्तो किसिमको द्वन्द्वलाई व्यवस्था गर्ने, एभोइडिङ गर्ने, त्यो त सुनवाई नै नगर्ने कि त्यो त्यति ठुलो कुरा होइन। त्यस कारणले त्यसलाई एभोइडिङ गर्ने। कसैले तालिममा भाग लिन पायो, भ्रमणमा गएको जस्तो विषय पनि कर्मचारी कर्मचारी बिचमा, शाखा शाखाका कर्मचारी बिचमा, समूह समूह बिचमा, लेखा र चाहिँ नि प्रशासन बिचमा यस्तो किसिमको द्वन्द्व हुन्छ भने त्यसलाई एभोइड, व्यवस्थापकले त्यसलाई वास्तै गर्दैन। कुनै विषयलाई लिएर एउटा पक्षले द्वन्द्व सिर्जना गरेको छ, एउटा विषयले चाहिँ विभिन्न मागहरू राख्यो, हडताल गर्यो होइन, पिकेटिङ धरना बस्यो, सो विषय अर्को ठुलो समूहको पनि मामिला बन्न सक्छ भने एकै ठाउँमा राखेर व्यवस्थापन गर्ने, एकोमोडेसन। जस्तो करारको कर्मचारीहरूले हामीलाई पनि पोसाक भत्ता दिनु पर्यो, हामी पनि पोसाक लगाउँछौँ भनेर माग राखे, मानवीय आधारमा त्यो पनि ठिकै छ। अनि अर्कोतिर कर्मचारीका सङ्गठन युनियनहरूले, ट्रेड युनियनहरूले समग्र कर्मचारीका सुविधा सुविधा चाहिँ बढाउनुपर्छ भनेर माग राखिराखेका छन् भने करारतर्फका कर्मचारीको मागलाई पनि उनीहरूसँगै मिसाउने, कि एकोमोडेट गर्ने, एकमुष्टमा हल गर्ने, सँगै हल गर्ने, सँगै राखेर हल गर्ने। करारको कर्मचारीलाई पोसाक भत्ता दिँदा कति लाग्छ, अरू कर्मचारीको सुविधा बढाउँदा कति लाग्छ, एकै ठाउँमा। स्थायी कर्मचारीको पनि माग सम्बोधन गर्नुपर्ने अवस्था छ भने समस्यालाई सँगै राखेर चाहिँ नि समाधान गर्ने, त्यो चाहिँ एकोमोडेसन कुरा हो। अब कहिले कहिले विभिन्न किसिमका एकोमोडेसनहरू गर्नुपर्ने आवश्यकता रहन्छ अर्गनाइजेसनमा। इन्जिनियरिङतर्फ हाम्रो बढुवा ढिलो भयो भनेर इन्जिनियरिङ सेवाको मान्छेहरूले भन्छन्। अब अरूका पनि विभिन्न मागहरू सम्बोधन गर्न निजामती सेवा नियावलीमा केही चेन्ज गर्नुपर्ने अथवा सेवा समूह सम्बन्धी नियावलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ भने त्यो इन्जिनियरिङतर्फका कर्मचारीको मागलाई पनि सँगै राखेर सम्बोधन गर्ने, सँगै राखेर हेर्ने, समग्र नियावली परिवर्तन हुँदाखेरि त्यसलाई पनि एड्रेस गर्ने भनेको कुनै सानो एउटा पक्षको मागलाई अन्य पक्षकोसँग मिसाएर पनि समग्रमा सम्बोधन गर्ने। त्यसो गर्यो भने सबैका मागहरू सम्बोधन हुन्छन्, एकोमोडेट हुन्छन्। छुट्टाछुट्टै ढङ्गबाट सल्भ गर्न खोज्यो भने फेरि कठिनाइ हुन्छ र धेरै किसिमका मागहरू आउन थाल्छन्। त्यसैले समग्रतामा नै सम्बोधन गर्ने। दुई वा बढी पक्षका माग र विषय उस्तै छन्, दुई वा बढी पक्षका माग र विषय उस्तै छन्, उद्देश्य एउटै छ, तर प्रक्रिया फरक भएको अवस्थामा सहकार्य गर्ने, कोलाबोरेसनको कुराहरू हुनसक्छ। अब कर्मचारीले तलब बढाउनु पर्ने माग राखे, आन्दोलन गरिरहेछन् कर्मचारीहरू। तलब चाहिँ कर्मचारीले भने अनुरूप दिन सकिने अवस्था पनि छैन। अर्कोतर्फ के छ भने विभिन्न निजी क्षेत्र लगायत अन्य विभिन्न समूहहरूले चाहिँ नि सरकारको खर्च चाहिँ नि घटाउनु पर्यो होइन, सरकार मितव्ययी भन्नु पर्यो भन्ने कुराहरू उठाइरहेका छन्। म्यानेजमेन्टले पनि मितव्ययिताको नीतिलाई अवलम्बन गरेको छ भने के हो भने तलब पनि बढाउने, खर्च पनि घटाउने नीति लिनुपर्छ। त्यो भनेको तलब बढाउने हो भने अरू किसिमका भत्ताहरू कटौती गर्ने अथवा मसलन्दमा कटौती गर्ने अथवा फजुल खर्चमा कटौती गर्ने, खाजामा कटौती गर्ने, इन्धनमा कटौती गर्ने, त्यसले चाहिँ नि मेकअप गर्ने र तलब पनि बढाउने, खर्च पनि घटाउने, त्यो चाहिँ रणनीतिलाई लिन सकिन्छ। त कोलाबोरेसनमा के हुन्छ भन्दाखेरि कहिलेकाहीँ चाहिँ नि अब गिभ एन्ड टेक पनि हुन्छ, कोलाबोरेसनमा गिभ एन्ड टेक हुन्छ। जस्तो व्यवस्थापक र कर्मचारी बिचमा द्वन्द्व छ, नेतृत्व र कर्मचारी बिचमा द्वन्द्व छ, कुनै माग पुर्याउ सामूहिक सौदाबाजीको कुरामा चाहिँ नि अब कर्मचारी ट्रेड युनियनहरूले धेरै किसिमका मागहरू राखेका छन्, व्यवस्थापक त्यो दिन सक्ने अवस्थामा छैन, म सक्दिनँ भनिरहेको छ भने त्यो बेलामा गभर्मेन्टको इन्टरभेन्सन हुनसक्छ। व्यवस्थापक र ट्रेड युनियन बिचमा वार्ता गराउने, गिभ एन्ड टेकको नीति अवलम्बन गर्ने। प्राइभेट कम्पनीहरूमा हुन्छ नि, कर्मचारी ट्रेड युनियनहरूले मलाई हाम्रो तलब चाहिँ कम्ती यहाँ पनि 30,000 बनाउनु पर्छ भन, व्यवस्थापक 15,000 भन्दा दिन्न भन्छ होइन, बिचमा उनीहरू बिच सम्झौता गराउनु पर्यो र ल ठिक छ गिभ एन्ड टेक 25,000 22,000मा कुरा मिलाउने भनिसकेपछि मजदुरका पनि माग पुरा भयो, व्यवस्थापकको पनि माग पुरा भयो, दुईटा पक्ष बिचमा कोलाबोरेसन हुन्छ। त्यस्तो किसिमको हुनसक्छ। अघि भनेको कृषि र अर्थ मन्त्रालय बिचमा पनि विवाद छ,
अर्थले बजेट नदिएको कारणले मल खरिद गर्न पाइएन, मलको हाहाकार भयो भनेर कृषि मन्त्रालय भन्छ। अब कृषि मन्त्रालयले भएकै बजेटले चाहिँ नि खर्च गर्न सकेन, अब धेरै पैसा पनि छैन भनेर अर्थले भन्यो भने अर्थ मन्त्रालय र कृषि मन्त्रालय बिचमा एक किसिमको समझदारी, अलिकति बजेटको आकार बढाइदिने अथवा रिजर्भ फन्डबाट केही चाहिँ नि उपलब्ध गराउने कृषि मन्त्रालयलाई, र कृषि मन्त्रालयले पनि मितव्ययी ढङ्गबाट मल खरिद गर्ने, त्यो चाहिँ कोलाबोरेसन हो। दुईटा बिचमा सहकार्य गरेर समस्याको समाधान गर्ने कुरा चाहिँ कोलाबोरेसन हुन्छ। यसरी द्वन्द्व व्यवस्थापनका विभिन्न उपायहरू चाहिँ हुनसक्छ, विभिन्न पद्धतिहरूलाई अवलम्बन गर्नुपर्ने हुन्छ। अब आधुनिक एउटा अवधारणामा के छ भने द्वन्द्वको सिर्जना गराउने क्रिएटिङ कन्फ्लिक्टको कुरा पनि आउँछ। अहिले चाहिँ हामीले भन्यौँ नि द्वन्द्वको प्रिभेन्सन गर्ने, द्वन्द्व आउनै नदिने नीति हुनुपर्छ भनेर भन्यौँ नि, द्वन्द्व आउनै नदिने हुनुपर्छ। तर अब अहिलेको आधुनिक मान्यतामा द्वन्द्व आउनै नदिने भन्ने पनि होइन, द्वन्द्व त सिर्जना गराउन थाले अरे कतिपय ठुल्ठुला कम्पनीहरूमा पनि कन्फ्लिक्ट क्रिएसन हुन्छ अरे। आधुनिक व्यवस्थापकीय पद्धतिमा द्वन्द्वको सिर्जना गराउनुपर्छ भन्ने मान्यता पनि छ। सङ्गठनमा कुनै समस्या नै भएन भने वैयक्तिक, सामूहिक र सङ्गठन अन्तर्क्रिया इन्ट्रेक्सन न्यून हुन्छ, फलत सङ्गठन कमजोर बन्छ भन्ने धारणा छ। सङ्गठनमा द्वन्द्व नै भएन, कसैले पनि केही कुराहरू उठाएनन्, कसैले पनि गुनासो व्यक्तै गरेनन्, होइन, कसैमा इन्ट्रेक्सनै भएन, कसैमा विषयमा डिबेटै भएन, कुनै विषयमा डिस्कोर्सै भएन भने त्यो सङ्गठन चाहिँ कमजोर बन्छ। त्यो सङ्गठन चाहिँ रोबोस्ट हुँदैन, बलियो गतिशील चाहिँ हुँदैन, भाइब्रेन्ट गतिशील हुँदैन, रोबोस्ट बलियो हुँदैन, होइन। त्यसले चाहिँ नि त्यो डाइनामिक्स चाहिँ नि कमजोर भन्छ, गतिशीलता कमजोर भन्छ। त्यस कारणले कन्फ्लिक्ट क्रिएसन पनि जरुरी छ। केही द्वन्द्व सिर्जना गराउनुपर्छ। त्यसो भए चाहिँ मान्छे कर्मचारीहरू छलफल गर्छन्, इन्ट्रेक्सन गर्छन्, नेतृत्वसँग डिबेट हुन्छ, अनि सङ्गठन चाहिँ गतिशील हुन्छ भन्ने भनाइ छ। क्रिएटिभ हुन्छ अरे, कर्मचारीलाई सङ्गठनलाई गतिशील बनाउन, कर्मचारीलाई सृजनशील बनाउन, क्रिएटिभ बनाउन, समूहलाई क्रियाशील बनाउन द्वन्द्व सिर्जना गर्नुपर्छ भन्ने धारणा रहेको छ, होइन। कहिलेकाहीँ के अरे भने अब व्यवस्थापकलाई पनि अलिकति सिन्सियर बनाउनको लागि कर्मचारीहरूलाई विभिन्न मागहरू राख्न लगाइन्छ। अलिकति कार्यघण्टामा ओभरटाइम दिनु पऱ्यो भनेर कर्मचारीले नै माग राख्न थाल्ने, अनि व्यवस्थापक त्यसको बारेमा एनालाइसिस गर्छ नि त, ओभरटाइम दिँदा कति कस्ट चाहिँ नि बियर गर्नुपर्ने हुन्छ र कति चाहिँ नि करेन्ट एक्सपेन्डिचरलाई कति घटाउनु पर्ने हुन्छ, कति मितव्यय गर्नुपर्छ भनेर एउटा होमवर्क गर्न थाल्छ अरे के व्यवस्थापकले, ऊ एक्टिभेट हुन्छ, होइन। अब कर्मचारीले कुनै मागै राखेनन् भने त ऊ पनि डिएक्टिभेट हुन्छ, ऊ सुतेर बस्छ। त्यस कारणले अर्गनाइजेसनभित्र कन्फ्लिक्ट क्रिएट गराइदिने, होइन। कुनै कर्मचारीलाई गुनासो गर्न लगाउने, अब मैले चाहिँ नि कुनै अवसर नपाउने भन्न लगाउने, त्यो त्यसो भएपछि के हुन्छ, अवसर कसले कति पाए भन्ने कुराको एउटा एनालाइसिस हुन थाल्छ, एउटा एनालाइसिस हुन्छ, र अर्गनाइजेसनले पनि त्यसलाई नियम कानुन पद्धतिहरू व्यवस्थित गर्छ। नत्र त जसले जति अवसर पाए पनि कसैले नपाए पनि अर्गनाइजेसन पनि चुप लाग्ने, नेतृत्व पनि चुप लाग्ने, त्यसमा मोनोपोली बढेर जान्छ, पारदर्शिता हुँदैन। त्यसैले कन्फ्लिक्ट क्रिएट हुनुपर्छ, कहिलेकाहीँ कुनै विषयवस्तुलाई चाहिँ उठाउनुपर्छ। पार्टीहरूभित्र पनि त्यही हो नि, कसैले केही कुरा उठाएन यो हुन्छ भन्यो भने त पार्टी त डेमोक्रेटिक हुँदैन। कसैले चाहिँ नि यो विषय यो हुनुपर्छ भनेर फरक धारणाहरू राख्न थाल्यो भने त्यसको बारेमा चाहिँ नि डिबेट हुन थाल्छ, पार्टीमा बहस हुन्छ, होइन, इन्ट्रेक्सन हुन्छ, अहिले सुनिरहनु भएको छ नि। त्यसैले कहिलेकाहीँ कन्फ्लिक्ट क्रिएट पनि गराउनुपर्छ अरे जीवन्त राख्नको लागि अर्गनाइजेसनलाई। यसबाट सङ्गठनलाई बढी प्रतिस्पर्धी, पारदर्शी र जवाफदेही बनाउन दबाब पनि सिर्जना हुन्छ। कोही कर्मचारीलाई हाम्रो अर्गनाइजेसनमा केही चेन्जै छैन, आइटीको प्रयोगै भएन, रेकर्ड सिस्टमै राम्रो छैन भनेर भन्न पनि लगाउने, त्यसले कन्फ्लिक्ट क्रिएट गर्छ। यसबाट के हुने भयो त भन्दाखेरि फेरि नयाँ सिर्जनाको लागि, क्रिएटिभनेसको लागि, इनोभेसनको लागि त्यसले चाहिँ नि सघाउ पुर्याउँछ। त्यसैले कन्फ्लिक्ट क्रिएसन हुनुपर्छ है अर्गनाइजेसनलाई जीवन्त राख्नको लागि भन्ने धारणा पनि यतिखेर विकसित भएको छ संसारमा। खास गरी ठुला कम्पनीहरूमा कन्फ्लिक्ट क्रिएटर भन्ने त पोस्टै हुन्छ, होइन, द्वन्द्व सिर्जना गराउने भूमिका
कसैले निर्वाह गरिरहन्छ। अब नेपालको सार्वजनिक व्यवस्थामा द्वन्द्वको अवस्थालाई हेरौँ। नेपालको सार्वजनिक व्यवस्थामा द्वन्द्वको अवस्था, सङ्गठनमा स्वरका कारण बजेट, कार्यक्रम, विकास क्रियाकलाप, खर्चको आवश्यकता, प्राथमिकता, खर्च गर्ने पद्धति लगायत सङ्गठनमा द्वन्द्व रहेको रहने गरेको छ नेपालमा। अघि पनि मैले भने विभिन्न मन्त्रालयहरू, अर्थ मन्त्रालयले बजेटै कम दियो, सिलिङै कम दियो। अब मन्त्रालयले फेरि कार्यालयहरूले के भन्छन्, मन्त्रालयले बजेटै दिएन, कार्यक्रमै दिएन भनिरहेको हुन्छ। अर्गनाइजेसन लेभल बिचमा पनि कन्फ्लिक्ट भइरहेको हुन्छ। प्रशासनिक प्राविधिक र अन्य सेवाबीच प्रशासनिक कानुन, नेतृत्व, अवसर जस्ता कारणले द्वन्द्व हुने गरेको छ। अब विगतमा पनि भयो, कानुनतर्फ कानुन र प्रशासन र प्राविधिक पदहरू। पहिला पहिला त अब अझ प्राविधिक कर्मचारीहरू प्रशासनिक सचिव पदसम्म आउन पाउँदैनथे, त्यहाँनिर कन्फ्लिक्ट हुन्थ्यो होइन। अहिले पनि कुनै सेवा समूहमा चाहिँ छिटो प्रमोसन हुन्छ, कुनैमा ढिलो प्रमोसन हुन्छ। हामीले प्रमोसनको अपर्च्युनिटी पाएनौँ, फलानामा अफिसरमा गरेको मान्छे सहसचिव भइसक्यो, हामी उपसचिव पनि हुन पाएको छैन, त्यस्तो भन्ने चाहिँ नि छ। कतिपय नेतृत्वको अवसर फलानाको चाहिँ नि राम्रै ठाउँमा मात्रै सरह भइरहन्छ, सुगम ठाउँमा सरह भइरहन्छ, मेरो चाहिँ दुर्गममा हुने गर्छ, उसले चाकरी गरेर हो कि भने यस्ता कुराहरूले पनि द्वन्द्व सिर्जना गरिरहेको अवस्था। कसैले पुरस्कार पायो, कसैले सुविधा पायो, कसैले मेडल पायो, त्यसको कारणले गर्दाखेरि पनि द्वन्द्व भइरहेको हुन्छ। नेपालमा पनि त्यो छ। ट्रेड युनियन व्यवस्थाबिच कर्मचारी व्यवस्थापन विषयमा द्वन्द्व रहने गरेको छ। खास गरी अब ट्रेड युनियनहरू चाहिँ सरुवाको विषय, कर्मचारी कल्याणसँग सम्बन्धित विषयहरू, कर्मचारीको हितसँग सम्बन्धित विषयहरूमा मागहरू, आवाजहरू उठाइरहेका हुन्छन्। व्यवस्थापकसँग द्वन्द्व हुन्छ। हुन त ट्रेड युनियनको द्वन्द्व म्यानेजरसँग नै हुने हो, म्यानेजमेन्टसँग नै हुने हो, त्यो हुन्छ नै। त्यस्तो हाम्रोमा पनि छ। ट्रेड युनियन राइटले गर्दा कलेक्टिभ बार्गेनिङको राइट्स पनि छ, त्यसले गर्दाखेरि पनि द्वन्द्व चाहिँ नि देखिन्छ। कर्मचारी बिचमा प्राथमिकता, रुचि, दृष्टिकोणको भिन्नता, सरुवा बढुवा, तालिमको अवसर लगायतका कारणले द्वन्द्व हुने गरेका छ। कर्मचारी बिच, एउटै अफिसमा कर्मचारी बिचमा पनि कामको प्राथमिकता, कामको रुचि, मलाई चाहिँ फलानु शाखा भए हुन्थ्यो, अर्को चाहिँ फलानु शाखामा होइन, यस्तो कारणले दृष्टिकोण, सोचमा भिन्नता, सरुवा बढुवा, तालिमका अवसर लगायतका कारणले पनि द्वन्द्व हुने गरेका छ। माथिल्लो र तल्लो निकायबीच स्रोत साधन, नेतृत्वका व्यवहार, कार्यशैलीका कारण द्वन्द्वको अवस्था हुने गरेका छ। मन्त्रालय र विभाग र कार्यालयबीच होइन, स्रोत साधन बढी भयो घटी भयो, फलानु अफिसलाई चाहिँ नि बढी बजेट दिने, मेरो लागि कम दिने भनेर पनि झगडा हुने गर्छ। नेतृत्वका व्यवहार ठिक ढङ्गले गऱ्यो भने त्यसमा पनि हुन्छ। काम गर्ने शैली, जिम्मेवारी दिने शैली, अब कार्यालय प्रमुख छैन, विभागीय प्रमुख कहाँ गयो, विभागीय प्रमुखले वास्तै गर्दैन, बोल्दैन होइन, व्यवहार राम्रो गर्दैन, त्यही द्वन्द्वको अवस्था आउँछ। स्थानीय तहका कर्मचारीमा निजामती, अब स्थानीय तहमा अहिले समाज निजामती, समायोजन भएका निजामती कर्मचारी, अहिले स्थानीय सेवा अन्तर्गत अहिले भर्ना भएका कर्मचारी, विगतको स्थानीय निकायका कर्मचारी, अन्य निकायबाट स्थानीय सेवामा आएका कर्मचारी, विविध किसिमका कर्मचारीहरू छन्। त्यस्तोमा चाहिँ नि अवसरको कारणले, भूमिकाको कारणले, महत्त्वको कारणले द्वन्द्वको अवस्था रहिरहेको हुन्छ। सङ्घीय इकाइहरूबिच, सङ्घ प्रदेश स्थानीय तहबिचमा पनि यदाकदा कार्यक्षेत्र, प्राकृतिक स्रोत साधनको विषयलाई लिएर द्वन्द्व भइरहेकै छ। त्यसले नेपालको सार्वजनिक व्यवस्थापनमा द्वन्द्व भइरहेकै अवस्था छ। द्वन्द्वको अवस्था चाहिँ नि रहने गरेको छ। त्यसै गरी अब नेपालको सार्वजनिक व्यवस्थापनमा द्वन्द्वको व्यवस्थापनका लागि अवलम्बन गरिएका उपाय के कस्ता उपाय अवलम्बन गरिएका छन् त द्वन्द्व व्यवस्थापन गर्नुको लागि नेपालको सार्वजनिक व्यवस्थापनमा भन्ने कुरालाई हेरौँ। अब हरेक कार्यालयहरूमा समय समयमा कर्मचारीले चाहिँ स्टाफ मिटिङ हुने गर्छ, कर्मचारीको बैठक हुने गर्छ। बैठकमा गुनासो राख्ने, तिनलाई सम्बोधन गर्ने, कसैलाई परेको मार्का, मैले चाहिँ एउटा बाइक पनि पाइनँ भनेर कोही कर्मचारीले भन्छ। बाइक भएदेखि मलाई जहाँ आउन जान सजिलो हुन्थ्यो, समयमा अफिस आउँथेँ। फलानाले चाहिँ बाइक चढिरहेछ होइन, मैले चाहिँ पाइनँ। अथवा कसैले चाहिँ फिल्डमा जाने बारम्बार अवसर पाए, कसैले चाहिँ पाएन।
त्यस्ता गुनासा राख्ने, तिनलाई सम्बोधन गर्ने, कुनै विषयमा कर्मचारीको धारणा राख्ने अवसर प्रदान गरेको, जसले द्वन्द्व निराकरणमा सहयोग गर्छ। स्टाफ मिटिङहरूले पनि द्वन्द्व निराकरणमा सहयोग गर्छन्। कर्मचारीका ट्रेड युनियनहरूसँग छलफल मागहरू सम्बोधन गर्ने गरिएको, विभिन्न मन्त्रालयहरूमा कर्मचारीका ट्रेड युनियनहरूसँग चाहिँ विविध विषयमा, कहिलेकाहीँ तलब सुविधाको विषयमा अर्थ मन्त्रालयमा, कर्मचारीको सरुवा बढुवाको विषयमा सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालयमा, अन्य अब विषयगत मन्त्रालयहरूमा छलफल भइरहेको हुन्छ। माग सम्बोधन गर्ने गरिएको छ। त्यसले गर्दाखेरि पनि द्वन्द्वलाई न्यूनीकरण गर्नको लागि मद्दत पुर्याउँछ। कुनै समस्या समाधान गर्न वा कुनै विषयमा अध्ययन गरी प्रतिवेदन दिन कर्मचारीहरूकै सहभागिता समूह कार्यदल निर्माण गर्ने प्रचलनले द्वन्द्व निर्माणमा सहयोग पुर्याउँछ। अब कुनै समस्या समाधान गर्नुको लागि, अफिसका कामलाई प्रभावकारी बनाउनको लागि, रेकर्ड म्यानेजमेन्ट गर्नुको लागि एउटा कार्यदल भन्यो। त्यहाँ चाहिँ नि विभिन्न सेवा समूहका कर्मचारीहरू कार्यदलमा हुन्छन् होइन। खर्चको मितव्ययिता कायम गर्नको लागि लेखाको प्रमुख, आन्तरिक व्यवस्थापन शाखाको प्रमुख होइन, र अर्को योजना शाखाको प्रमुख रहेको एउटा कार्यदल गठन गर्ने। सबैको त्यहाँ रोल हुन्छ, सबैको चाहिँ नि कन्ट्रिब्युसन हुन्छ। त्यसले गर्दा फलानाले गर्दा यस्तो भयो भन्ने कुरा कम हुन्छ र द्वन्द्व निर्माणमा सहयोग पुग्छ। कर्मचारी अवस्था वृद्धि विकास तथा कारणले हुने द्वन्द्वको नेतृत्वबाट सुनवाई गर्ने, छलफल गर्ने प्रचलन छ। लिडरले चाहिँ त्यस्ता गुनासाहरू सुन्ने, ग्रिभेन्स ह्यान्डलिङ गर्ने प्रचलन छ, जसले द्वन्द्वलाई कम गर्छ। उच्च कार्यकारी तहको बैठकमा, एसएमटी भनेर भन्छ, सिनियर म्यानेजमेन्ट टिम, उच्च कार्यकारी तहको बैठकमा समेत सङ्गठनमा उत्पन्न हुने द्वन्द्वको विषयमा छलफल हुने र समाधान खोजिने गरेको छ। एसएमटीहरूमा पनि छलफल भएर आफ्नो आफ्नो महाशाखा मातहतका कर्मचारीलाई कन्भिन्स गर्ने कामहरू हुने गर्छ। सङ्गठनबिच हुने द्वन्द्वलाई सचिव बैठक, सेक्रेटरी मिटिङहरूमा चाहिँ मुखिया सचिवको अध्यक्षता हुने सचिव बैठक वा राजनीतिक तहमा छलफल गरी समाधान गर्ने गरिएको छ। कतिपय विषय संसदीय समितिमा समेत छलफल हुने गरेको छ। पार्लियामेन्टरी कमिटीमा पनि छलफल गर्ने चलन चाहिँ नि रहेको छ। सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको द्वन्द्व व्यवस्थापनका लागि समन्वय बैठक हुने गरेको छ। समन्वय बैठकको व्यवस्था पनि रहेको छ। सङ्घ र प्रदेश बिचमा उत्पन्न विवाद समाधान गर्नुको लागि त प्रधानमन्त्रीजीको अध्यक्षतामा नै अन्तर प्रदेश परिषदको व्यवस्था रहेको छ। प्रदेश र स्थानीय तहबीचका विवाद समाधान गर्नको लागि प्रदेश प्रदेश समन्वय परिषदको व्यवस्था रहेको छ मुख्यमन्त्रीको अध्यक्षतामा। त्यसै गरी विषयगत समितिका व्यवस्थाहरू पनि छन्। यस्तो किसिमको मेकानिजमको माध्यमबाट पनि तीन तहबीचको द्वन्द्वलाई निराकरण गर्ने प्रयासहरू चाहिँ भएको छ। यो कोरियो कसरी, कसको एक्सेस भयो, अथवा यो कुनै सिस्टमले नै यस्तो गर्यो? ओके, थ्याङ्क यू। म ल, द्वन्द्व व्यवस्थापनको विषयमा चाहिँ नि यही नै हो, धेरै कुराहरू छैन। म नेगोसिएसनमा जान्छु। त्योभन्दा अगाडि चाहिँ नि द्वन्द्व व्यवस्थापनको बारेमा साथीहरूको केही जिज्ञासा छ भनेदेखि 1 मिनेटभित्रमा यहाँ राखौँ च्याट बक्समा। सुरुको स्लाइड देखाइदिन्छु ल। दुई या दुई बढी पक्षबीच स्वार्थको विवाद, कन्फ्लिक्ट इन्ट्रेस्टलाई नै द्वन्द्व भनिन्छ। फरक धारणा, फरक विचार, फरक स्वार्थको कारणले विभिन्न व्यक्तिहरू बिचमा, समूह बिचमा या सङ्गठन बिचमा बेमेल हुन्छ, वाद विवाद हुन्छ, मनोमालिन्य हुन्छ, कहिलेकाहीँ रिसिभी पनि हुन्छ।
त्यो अवस्था नै द्वन्द्व हो। सङ्गठनमा चाहिँ नि व्यक्ति व्यक्ति बिचमा पनि कर्मचारी कर्मचारी बिचमा द्वन्द्व हुनसक्छ, विभिन्न सेवा समूहहरू बिचमा आपसमा द्वन्द्व हुनसक्छ, र एउटा मन्त्रालय अर्को मन्त्रालय, एउटा विभाग अर्को विभाग, एउटा कार्यालय अर्को कार्यालय बिचमा प्राथमिकता, भूमिका, रिसोर्स का कारणले गर्दाखेरि पनि द्वन्द्व हुनसक्छ। त्यसैले विभिन्न तहमा, वैयक्तिक तहमा, समूहगत तहमा र सङ्गठनगत तहमा विवादहरू हुन्छन्। त्यो विवाद नै वास्तवमा द्वन्द्व हो। द्वन्द्वलाई ठिक ढङ्गबाट समाधान गर्नु, द्वन्द्वको समाधान गर्नु र अर्गनाइजेसनलाई स्मुथली रन गर्ने प्रक्रिया तरिका चाहिँ द्वन्द्व व्यवस्थापन हो। 1009 यस सम्बन्धी कानुनी संरचना व्यवस्था र अन्तर्राष्ट्रिय अभ्यास। कन्फ्लिक्ट म्यानेजमेन्ट र अर्गनाइजेसन हेडको कस्तो रोल हुन्छ? अर्गनाइजेसन हेड भनेको म्यानेजर हो। म्यानेजरको रोल त जहिले पनि अर्गनाइजेसनमा चाहिँ नि व्यक्ति व्यक्ति बिचमा, कर्मचारी कर्मचारी बिचमा हुने विवादहरूलाई चाहिँ अध्ययन गर्ने, त्यसको सुनवाई गर्ने, समाधान गर्नेमा अर्गनाइजेसनको हेडको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसै गरेर समूह समूह बिचमा हुने द्वन्द्व विवादलाई पनि समाधान गरेर दुईटा वा बढी पक्षहरू बिच जो द्वन्द्व पक्षहरू छन् उनीहरू बिचमा छलफल गराउने, उनीहरूका कुराहरू सुन्ने र समाधानका विकल्पहरू दिने काममा चाहिँ नि भूमिका हुन्छ। अब अर्गनाइजेसन बिचमा द्वन्द्व हुँदाखेरि चाहिँ दुईटा अर्गनाइजेसन बिचमा द्वन्द्व भएको छ भने दुईटा अर्गनाइजेसन हेडले चाहिँ नि के गर्नु पर्यो, त्यसमा छलफल गर्नु पर्यो, डिस्कसन गर्नु पर्यो। कति गिभ एन्ड टेककै कुरा हुन्छ, कतिपय कुराहरू छोड्नु पर्यो एउटा पक्षले, होइन? त्यो एक किसिमको नेगोसिएसन हुन्छ त्यहाँभित्र दुईटा अर्गनाइजेसन बिचमा। अब मैले अघि उदाहरण दिएकै छु कृषि र अर्थ मन्त्रालय बिचको, त्यसमा चाहिँ दुईटा अर्गनाइजेसनको हेडको भूमिका महत्त्वपूर्ण हुन्छ। अब मलाई यहाँ सोध्नु भएको अर्को चाहिँ 09ले होइन, यस सम्बन्धी कानुनी संरचनागत अब यो के हुन्छ भन्दाखेरि यो सबै म्यानेजरियल इस्युहरूमा चाहिँ नि कानुनी व्यवस्था यही हुन्छ भन्न चाहिँ गाह्रो छ, र कानुनले यही गर्ने भनेर पनि प्रष्ट भनेको हुँदैन किनकि यो म्यानेजरियल टुल हो। अनि नेतृत्व या म्यानेजरले चाहिँ नि कार्य सम्पादन गर्ने सिलसिलामा लिनुपर्ने रणनीति पनि हो। द्वन्द्व व्यवस्थापन, परिवर्तन व्यवस्थापन, होइन, सङ्कट व्यवस्थापन जस्तो कुराको एकदमै हार्ड एन्ड फास्ट यही कानुन बमोजिम भन्ने चाहिँ हुँदैन। धेरैतिर छरिएर रहेका हुन्छन् कतिपय कुरा। जस्तो अघि मैले भने नि सङ्घ प्रहरी स्थानीय तह बिचमा चाहिँ नि अन्तर सम्बन्ध कायम गर्नको लागि त संविधानमा भएका व्यवस्था, होइन? त्यसै गरेर सङ्घ प्रहरी स्थानीय तह समन्वय अथवा अन्तर सम्बन्ध ऐन 2077 त्यहाँ भएका व्यवस्थाहरूलाई र हेर्नु पर्यो, अध्ययन गर्नु पर्यो, त्यसैअनुसार चल्नु पर्यो, अनि समाधान हुन्छ। अर्गनाइजेसन बिचमा हुने द्वन्द्व समाधान गर्न के कुनै कानुनले त्यस्तो व्यवस्था गरेको हुँदैन। खालि दुईटा मन्त्रालय बिचमा कुनै विषय द्वन्द्व छ भने के गर्ने? त्यो चाहिँ त त्यस्ता विवादहरू कि त प्रधानमन्त्री कार्यालयले सल्भ गरिदिने कि दुईटा मन्त्रालय बसेर छलफल गरेर समाधान गर्ने। त्यस कारणले यस्तो कोअर्डिनेसन गर्नुपर्ने, नेगोसिएसन गर्नुपर्ने, होइन, अनि कुनै विषयमा चाहिँ कुनै कार्यदल बनाएर काम गर्नुपर्ने भएको कारणले गर्दाखेरि यसमा कुनै एउटा कानुनी व्यवस्था भनेर चाहिँ त्यो अवलम्बन गर्न सकिँदैन। त्यो हुँदैन। द्वन्द्व व्यवस्थापन कसरी गर्ने भनेर कुनै कानुनमा लेखेको पनि हुँदैन, होइन? सङ्गठनमा हुने द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भनेर कुनै कानुनमा उल्लेख गरेको पनि पाइँदैन, त्यसरी स्पष्ट रूपबाट काहीँ छैन। अब इन्टरनेसनल प्र्याक्टिस भने त के हो भने यहाँ जुन द्वन्द्व व्यवस्थापनका सैद्धान्तिक कुराहरू आछन् ती आफैमा पनि इन्टरनेसनल प्र्याक्टिसै हुन्। द्वन्द्व व्यवस्थापन शैलीहरू भने पनि यो नै यहाँ तरिका छ नि, स्टाइलमा चाहिँ द्वन्द्व व्यवस्थापनको फोर्सिङ या सप्रेसन गर्ने, जुन चाहिँ गैर कानुनी किसिमको मागहरू लिएर द्वन्द्व भएको छ, नचाहिँदो कुरामा इस्यु उठाएको छ भने सप्रेसन हुन्छ। कुनै सामान्य किसिमको विषयमा विवाद उत्पन्न भएको छ भने त्यसलाई एभोइड गरिन्छ, होइन? कुनै पक्षले उठाएका कुराहरू अर्को पक्षको पनि सरोकारका विषयहरू छन् भने दुईटालाई एकै ठाउँमा राखेर त्यसलाई समाधान गरिन्छ। त्यस पछाडि चाहिँ नि गिभ एन्ड टेक गर्नुपर्ने, नेगोसिएट गर्नुपर्ने, दुईटै पक्षले चाहिँ नि आधा आधा कुरा मान्नुपर्ने अवस्था छ भने कोलाबोरेसनको कुराहरू हुन्छ।
त्यसैले स्टाइल भने पनि यही नै हुँदै गर्ने हो। यी सबै त इन्टरनेसनल प्र्याक्टिसकै कुराहरू हुन्, जुन अब यी शैली भने पनि, तरिका भने पनि, यो पनि इन्टरनेसनल प्र्याक्टिसमै भएकै कुराहरू हो। द्वन्द्व सिर्जना गराउने कुरा इन्टरनेसनल प्र्याक्टिसकै कुरा हो, खास गरेर प्राइभेट कम्पनीहरूमा प्रयोग भएको कुराहरू हो। त्यसले गर्दाखेरि युनिभर्सलै कुरा हुन्। अब नेपालमा कसरी गरियो भन्ने मात्रै हाम्रो कुरा भयो होइन। त्यसले गर्दाखेरि यी बाँकी कुराहरू त अ, द्वन्द्वको निरोध गर्ने कुरा, द्वन्द्वको समाधानका उपायहरू अवलम्बन गर्ने या शैली अवलम्बन गर्ने, द्वन्द्वको सिर्जना गराउने कुराहरू सबै इन्टरनेसनल प्र्याक्टिसकै कुराहरू हुन्। अब वार्ता तथा सम्झौता नेगोसिएसन एग्रिमेन्टको कुरा गरौँ। अब यसलाई पनि हामी अलिकति परिचय दिन सक्छौँ। दुई वा बढी पक्षहरू बिचका आपसी स्वार्थ इन्ट्रेस्टका विषयमा समान धारणा बनाउन, आपसी समस्या समाधान गर्न तथा लेनदेनका लागि सहकार्य गर्न गरिने छलफल नै वार्ता हो। वार्ताको निचोडलाई लिपिबद्ध गरी हस्ताक्षर गर्ने कार्य चाहिँ सम्झौता हो। सम्झौता भने अरू केही होइन, वार्तामा भएका कुरालाई लिपिबद्ध गर्ने अथवा त्यसलाई लिखित रूपबाट तयार गर्ने र हस्ताक्षर गर्ने काम चाहिँ सम्झौता हो। त्यसैले नेगोसिएसन भनेको के रहेछ त भन्दाखेरि, यहाँ इन्भेस्टोपेडियाले एउटा दिएको छ, अ नेगोसिएसन इज स्ट्राटेजी डिस्कसन द रिसल्भ एन्ड इस्युज इन अ वे द्याट बोथ पार्टिज फाइन्ड एक्सेप्टेबल ग्राउन्ड छैन। नेगोसिएसन भन्ने बित्तिकै यस्तो चाहिँ रणनैतिक छलफल हो, जसले कुनै पनि इस्यु मामिला चाहिँ समाधान गर्छ र दुईटै पक्षहरू, दुई वा बढी पक्ष जति पक्षहरू छन्, पक्षहरू चाहिँ एउटा सबैले स्वीकार गर्ने ठाउँमा पुग्छन्। By negotiating, all involved parties try to avoid arguing but agree to reach some form of compromise. Some form of compromise. नेगोसिएसनको माध्यमबाट के हुने भयो त भन्दाखेरि, जो संलग्न पक्षहरू छन्, जो वार्तामा संलग्न पक्षहरू छन्, जो विवादमा संलग्न पक्षहरू छन्, उनीहरूले आफ्ना तर्कहरूलाई छोड्छन् र सबैका सहमतिका बिन्दुहरूमा सहमति गर्छन् भन्ने कुरा गरेको छ। बडो राम्रो छ नेगोसिएसनको विषयमा। त उनीहरूका तर्कहरू छोड्दै जान्छन्, आफ्नो पक्षका तर्कहरू मात्रै राखिरहँदैनन्, त्यसलाई छोड्दै गर्छन् र एउटा सहमतिको बिन्दुमा चाहिँ नि उनीहरूले एग्री गर्छन् भन्ने कुरा नै हो। नेगोसिएसन इज ए डायलग बिट्विन टू अर मोर पिपुल अर पार्टिज इन्टेन्डेड टु रिच अ बेनिफिसियल आउटकम ओभर वान अर मोर इस्यु। एक वा बढी एजेन्डाहरूमा, मामिलाहरूमा, फाइदाका मामिलाहरूमा दुई वा बढी पक्ष, दुई वा बढी मानिसहरू ले छलफल गरेर एउटा सहमतिमा पुग्ने कुरा नै वास्तवमा नेगोसिएसन हो। एउटा यो डायलग हो, यो अन्तर्क्रिया हो, छलफल हो, दुईवटा बढी पक्ष बिचको अन्तर्क्रिया छलफल हो, जहाँ चाहिँ दुईटै पक्षहरू आफूलाई फाइदा हुने किसिमको आउटपुट प्राप्त गर्नको लागि प्रयत्न गर्छन्। Negotiation is an interaction and process between entities. We aspire to agree on a matter of mutual interest. होइन, सामूहिक स्वार्थका विषयहरूमा दुई वा बढी पक्षहरू चाहिँ नि एउटा सहमतिको नजिक पुग्ने प्रयत्न गर्छन् र त्यसको लागि चाहिँ नि छलफल गर्छन्। त्यो नै वास्तवमा नेगोसिएसन हो। भनेको कुनै एजेन्डा हुने रहेछ, ती एजेन्डाबाट बा विवादका पक्षहरूले चाहिँ नि अथवा वार्ताका पक्षहरूले लाभ पाउने रहेछ ती एजेन्डाबाट। त्यसको लागि गिभ एन्ड टेक पनि हुने रहेछ र अनावश्यक आर्गुमेन्टहरू छोडेर एउटा सहमतिको बिन्दुमा जानको लागि चाहिँ नि डायलग गरिने रहेछ। त्यो नै नेगोसिएसन हो। एकदम सहज छ। यसरी दुई वा बढी पक्षहरूबिच चासो वा सरोकार भएका कुनै पनि विषय विवादलाई निष्कर्षमा पुर्याउन ती पक्षहरूबिच हुने व्यवस्थित छलफल अन्तर्क्रिया नै वार्ता हो भन्न सकिन्छ। यो छलफलै हो, डायलग हो, अन्तर्क्रिया हो, इन्ट्राक्सनै हो यो, जसले वार्ताका पक्षहरूले म्युचुअल बेनिफिट प्राप्त गर्न सक्छ। वार्ताका चरणहरू, स्टेप्स। वार्ताको चरणको कुरा गर्दा सबभन्दा पहिला वार्ताको तयारीको चरण हुन्छ, प्रिपेरेसनको फेज हुन्छ। त्यो प्रिपेरेसनको फेजमा के गर्नुपर्छ त भन्दाखेरि, आइडेन्टिफाइङ सब्जेक्ट म्याटर। सबभन्दा पहिला त के विषयमा वार्ता गर्ने हो, विषयवस्तुको पहिचान। ट्रेडको विषयमा वार्ता गर्ने हो कि, ट्रान्सपोर्टेसनको विषयमा वार्ता गर्ने हो कि, कुनै इन्भेस्टिगेसनको विषयमा वार्ता, कुनै इन्भेस्टमेन्टको विषयमा वार्ता गर्ने हो,
मार्केटको बारेमा वार्ता गर्ने हो के विषय वार्ता गर्ने, त्यो चाहिँ देशभित्र पनि हुनसक्छ, अन्तर्देशीय पनि हुनसक्छ होइन, दुईटा प्रदेश बिचमा पनि हुनसक्छ, दुईटा सङ्गठन बिचमा पनि हुनसक्छ, सरकार र निजी क्षेत्र बिचमा पनि हुनसक्छ, सरकार र गैर सरकारी क्षेत्र बिचमा हुनसक्छ, अन्तर्देशीय पनि हुनसक्छ, ग्लोबल लेभलका पनि हुनसक्छ, मल्टिल्याटरल बायोल्याटरल पनि हुनसक्छ, मल्टिल्याटरल पनि हुनसक्छ। बायोल्याटरल भन्ने बित्तिकै दुईटा पक्ष, दुईटा देश, दुईटा सङ्गठन। मल्टिल्याटरल भनेको बहुपक्ष, धेरैवटा संस्थासँग गर्ने, युएन जस्तो एजेन्सीहरू, डब्लुटिओ जस्तो संस्थामा, वर्ल्ड ब्याङ्क जस्तो संस्थासँग गर्ने नेगोसिएसन चाहिँ नि मल्टिल्याटरल हुन्छ। त्यसैले आइडेन्टिफाइङ सब्जेक्ट म्याटर, विषयवस्तुको पहिचान गर्नु पर्यो। विषयवस्तुको पहिचान भइसकेपछि वार्ताको विषयवस्तुको पहिचान, यो विषय वार्ता गर्ने, जस्तो नेपाल र भारत बिचमा वार्ता, अथवा देशभित्रै पनि यातायात व्यवसायीसँग वार्ता कहिलेकाहीँ होइन, कहिलेकाहीँ वैदेशिक रोजगार व्यवसायीसँग वार्ता, कहिलेकाहीँ उखु किसानहरूसँग वार्ता, कहिलेकाहीँ मिटर ब्याज पीडितहरूसँग वार्ता हुन्छ नि त। विषयवस्तु आइडेन्टिफाई हुन्छ, क्रिएटिभ कन्डिसन इन्भाइरोमेन्ट, उपयुक्त वातावरणको निर्माण गर्ने। वार्ता गर्नको लागि इन्भाइरोमेन्ट सेटिङ महत्त्वपूर्ण छ। भनेको दुईटा पक्ष बिचमा झगडा भइरहेको बेलामा वार्ता हुँदैन कि, एकले अर्कोलाई गाली गरोज गरिरहेको बेलामा वार्ता हुँदैन, एउटा पक्षका मान्छेहरूलाई दबाइरहेको या कसैले धरना बसिरहेको थियो उसका मान्छेहरू थुनामा राखेको बेलामा वार्ता हुँदैन, दुईटा देश बिचमा एक्सट्रिममा चाहिँ नि कुनै विवाद चुलिएको बेलामा वार्ता हुँदैन। त्यसैले वार्ता गर्नको लागि क्रिएटिभ कन्ड्युसिभ इन्भाइरोमेन्ट, दुईटा देश बिचमा बहुपक्ष किसिमको वार्ता गर्दाखेरि डिप्लोमेटिक च्यानलहरू थ्रु पहिला चाहिँ इन्भाइरोमेन्ट सेटिङ हुन्छ। नेपाल र भारत या नेपाल र चिन बिचमा वार्ता हुँदा पहिले डिप्लोमेटिक मिसन स्तरमा चाहिँ एउटा इन्भाइरोमेन्ट सेटिङ हुन्छ होइन, त्यसपछि मात्रै वार्ता हुन्छ। त्यसैले उपयुक्त वातावरणको निर्माण गर्नुपर्छ। प्रिपेयरिङ फर नेगोसिएसन, अब नेगोसिएसनको लागि चाहिँ नि विषयवस्तुको छनौट भयो, इन्भाइरोमेन्ट क्रिएट भयो, प्रिपेयरिङ फर नेगोसिएसन। अब वार्ताको लागि तयारी गर्नु पर्यो। वार्ताको लागि तयारी गर्दा के गर्नु पर्यो? कल फर नेगोसिएसन, फिक्सिङ एजेन्डा एन्ड डेट होइन, यो डेट एजेन्डा र डेट तयार भइसकेपछि अर्को पक्षलाई नेगोसिएसनको लागि आह्वान गर्नु पर्यो, वार्ताको लागि आह्वान गर्नु पर्यो, टाइम पनि दिनु पर्यो, भेन्यू पनि दिनु पर्यो, अनि फर्मेसन अफ नेगोसिएसन टिम, आफ्नो तर्फबाट वार्ता टोली पनि गठन गर्नु पर्यो र अर्को पक्षलाई पनि तपाईँ वार्ता टोली लिएर गर्नुहोस्, तयार गर्नुहोस् भनेर भन्नु पर्यो होइन, फर्मिङ नेगोसिएसन टिम। त्यो भयो। त्यसै म्यान्डेटको कुरा आउँछ। म्यान्डेट, वार्ता टोलीलाई विषयवस्तुमा आफ्नो पक्षको तर्फबाट धारा राख्ने र सम्झौता गर्ने अधिकार प्रदान गर्ने। जस्तो अब वाणिज्य विषयमा, व्यापार विषयमा चाहिँ नि अर्को देशसँग हामीले वार्ता गर्नु पर्यो भने सरकारले हाम्रो देशको वार्ता टोलीलाई चाहिँ नि आफ्नो नेपालको तर्फबाट आफ्नो धारणा राख्ने र एग्रिमेन्ट गर्नेसम्मको अधिकार प्रदान गर्नु। कोही ऊ किसानसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाउँछ भने पनि उसलाई म्यान्डेट दिनु पर्यो, सम्झौता गर्नेसम्मका अधिकारहरू प्रदान गर्नु पर्यो। इन्टर्नल पनि एक्सटर्नल पनि दुइटै कुरामा यही नै हो। यो एउटा प्रिपेरेसनको कुरा हो, नेगोसिएसनको चाहिँ एउटा समग्र प्रिपेरेसनको कुरा भयो। त्यसपछि वार्ता सञ्चालनको चरण आउँछ। अब वार्ता सुरु हुने भयो, दिएको टाइममा र भेन्यूमा दुईटा पक्षहरू बिचमा वार्ता भयो, अथवा मल्टिल्याटरल नेगोसिएसन पनि हुनसक्छ। वार्ता सुरु भयो, वार्ता सुरुवातमा ओपेनिङ हुन्छ, वार्ताको सुरुवात। जो होस्ट हो नि, जसले वार्ता स्थल उपलब्ध गराइदियो, वार्ताको लागि कम्युनिकेट गर्यो, वार्ताको लागि कल गर्यो, त्यो होस्ट हो। त्यो होस्टले ओपेन गर्ने हो, ओपेनिङ। अब ओपेनिङभन्दा अगाडि पनि यसो इन्फर्मल चिया खाने ओर्ने गफ गर्ने त भइ नै हाल्छ, तर वार्तामा चाहिँ नि ओपेनिङ, वार्ताको ओपेनिङ गर्ने। ओपेनिङमा चाहिँ नि अर्को पक्षलाई वेलकम गर्ने होइन, र अब अर्को पक्षको कतिपय कुराहरूमा हामीले चाहिँ नि दिएको समयमै उपस्थित भएकोमा एप्रिसिएट गर्ने होइन, एप्रिसिएट गर्ने। कहिलेकाहीँ अर्को तर्फको वार्ता टोली को नेतृत्वको प्रशंसा गर्ने होइन, उहाँको कन्ट्रिब्युसनको लागि थ्याङ्क्स भन्ने होइन, त्यो पनि हुन्छ। अथवा आरामै हुनुहुन्छ भन्ने, यस्तो यस्तो कुराहरू चाहिँ नि ओपेनिङको क्रममा हुन्छ। र यहाँ रहँदा बस्दाहरूको यहाँको स्टे चाहिँ सेफ होस्, प्लिजेन्ट होस् भनेर पनि अगाडि अलिकति
भूमिका बाँड्नुपर्ने हुन्छ। त्यस पछाडि त्यो ओपेनिङ पश्चात ओपेनिङमा अब दुइटै पक्षका लिडरहरूले आफ्नो आफ्नो एड्रेस गर्छन्। अब अर्को पक्षले पनि ल यो नेगोसिएसनको होस्ट गरेकोमा थ्याङ्क यू, हामी यो ठाउँमा आउन पायौँ, यो अपर्च्युनिटीको लागि पनि थ्याङ्क्स भनेर चाहिँ नि भन्नुपर्ने हुन्छ। त्यो चाहिँ ओपेनिङको कुरा हो। ओपेनिङ पछि डिस्कसन एज पर एजेन्डा, निर्धारित कार्यसूची अनुसार वार्ताको सुरुवात गर्ने। वार्तामा चाहिँ सामान्यतः वार्ताको टिममा चाहिँ लिडर जो हो उसले नै बोल्छ, लिडरले नै बोल्ने हो। निर्धारित कार्यसूची अनुसार चाहिँ होस्ट पक्षको होस्ट कन्ट्रीको चाहिँ नि लिडरले अब वार्ताको कार्यसूची यो छ, एजेन्डा यो हो भनेर एजेन्डा सुनाउँछ र त्यो एजेन्डामा चाहिँ नि अर्को पक्षको पनि सपोर्ट खोज्छ उसले र अर्को पक्षले सपोर्ट गर्नुपर्ने हुन्छ एजेन्डा पास गर्ने। र एजेन्डा पास भइसकेपछि चाहिँ नि हरेक एजेन्डा नम्बर 1 एजेन्डा आइटम नम्बर 1बाट अब छलफल अगाडि बढाउने जे एजेन्डाहरू छ त्यसको बारेमा अर्को अलिकति आफूले कुरा राख्ने र अर्को पक्षको धारणा लिने। अर्को पक्षको पनि लिडरले नै बोल्छ र लिडरले आफूसँगको वार्ता टोलीका सदस्यहरूलाई कुनै प्रश्न पार्दिन नभनेसम्म बिचमा सदस्यले नबोल्ने, सोध्न त्यो बोल्न हुँदैन। लिडरको अनुमतिले मात्रै बोल्ने। लिडरले यसमा थप चाहिँ फलानाले हाइलाइट गर्नुहुन्छ भन्यो भने अब किनकि नेगोसिएसनमा कहिलेकाहीँ फाइनेन्सियल म्याटरको कुरा हुन्छ, कहिलेकाहीँ बोर्डरका कुराहरू हुन्छन्, कहिलेकाहीँ ट्रेडका कुराहरू हुन्छन्, कहिलेकाहीँ टेक्नोलोजीको कुरा हुन्छ। एउटै मान्छेले सबै कुराहरू नजान्न सक्छ। लिडरलाई पनि सबै कुराहरू चाहिँ जानकारी हुँदैन अथवा उसले व्याख्या गर्न सक्दैन, टेक्निकल कुराहरू कतिपय होला। त्यस्तो बेलामा अर्को आफ्नो टिम मेम्बरलाई चाहिँ नि यसमा तपाईँ हाइलाइट गर्नुहोस् भनेर भन्न सकिन्छ। त्यो बेलामा मात्रै अरूले सदस्यले बोल्ने हो, नत्र दुइटै पक्षबाट लिडरले नै बोल्ने हो है वार्ताको सुरुवात गर्ने। त्यस पछाडि अब हरेक आइटमहरूमा चाहिँ नि छलफल हुँदै गइसकेपछि कम्प्रोमाइजिङ पनि हुँदै जान्छ, सहमतिका कुराहरू हुँदै जान्छन्। जेमा सहमति हुन्छ सहमति गर्दै जाने, जेमा चाहिँ असहमति हुन्छ त्यसलाई पछाडि गर्ने। कहिलेकाहीँ वार्ता रोकेर फेरि चाहिँ नि अर्को समयमा सुरुवात पनि गर्न सकिन्छ। सधैँभरि वार्ता फेरि सक्सेस भइहाल्छ, सबै कुराहरू मिल्छन् भन्ने छैन। मिलेका विषयहरूमा चाहिँ सहमति गर्ने, नमिलेका विषयहरूमा पछि फेरि डिस्कस गरौँला भनेर भन्न पनि सकिन्छ। अथवा ठिकै छ यो विषयमा अलिकति हामी कन्सेन्ससमा पुग्न सकेन, अहिलेलाई चाहिँ नि वार्ता स्थगित गरौँ र फेरि बसौँला भनेर भन्न पनि सकिन्छ। त्यो चाहिँ नि त्यो रहन्छ कम्प्रोमाइजिङ कन्सेन्सस बिल्डिङ, सहमति निर्माण गर्दै जाने हो वर्ष। ल वार्ता सक्सेस भयो, धेरै सबै आइटमहरूमा चाहिँ सहमति भयो अथवा सहमति नभएका कुराहरू छन् भने पनि त्यसलाई चाहिँ पछाडि छलफल गर्ने कुरा गरियो भने वार्ता समापन पश्चात सम्झौताको चरण हुन्छ। त्यहाँ चाहिँ ड्राफ्टिङ अफ एग्रिमेन्ट, सहमतिको खाका तयार गर्ने हो। त्यो रिटर्न रूपबाटै गर्नु पर्यो, सहमतिको खाका तयार गर्ने, त्यसमा साइनिङ गर्ने आधिकारिक पदाधिकारीबाट, खास गरेर लिडरहरूले नै त्यसमा साइन गर्छ। या कसैलाई अथेन्टिसिटी दिएको छ भने आधिकारिक पदाधिकारीबाट हस्ताक्षर गर्ने र वार्ताको समापन गर्ने, क्लोजिङको कुरा चाहिँ नि त्यहाँनिर आउँछ। सामान्य चरणको कुरा मात्रै गरेको, यहाँ डिटेलमा गरेकै छैन। यो चाहिँ नि वार्ताका चरणहरू त वार्ताको तयारीको चरण, प्रिपेरेसन गर्नु पर्यो, नेगोसिएसनमा बस्नुभन्दा पहिला वार्ता सञ्चालन चरण, नेगोसिएसनको सिटमा बसेको बेलाको कुराकानी भयो र वार्ता समापन पश्चातको चरण, वार्ता सकिएपछिको कुरा, सम्झौताका कुराहरू यहाँ आउँछ। अहिले हामी ज्ञान सिटमा फेरि आउँछौँ। वार्ताका दृष्टिकोणहरू, एप्रोचेसलाई हेरौँ। यसमा दुईवटा एप्रोचहरू हेरिन्छ, दुईवटा एप्रोचबाट कुराकानी गर्नुपर्ने हुन्छ। इन्टिग्रेटेड एप्रोच, जसलाई विन विन एप्रोच भनिन्छ, र डिस्ट्रिब्युटिभ एप्रोच, विन लुज भनेर भनिन्छ। इन्टिग्रेटेड एप्रोच भनेको चाहिँ वार्ताका पक्षहरूले आपसी चासोको विषय वा समस्यालाई साझा रूपमा लिनुपर्छ। वार्तालाई अर्काको हार र आफ्नो जितको लागि प्रयोग गर्न हुँदैन। समस्या वा एजेन्डा साझा हो र आपसी फाइदा लिनुपर्छ भन्ने मान्यता त्यहाँ हुनुपर्छ। मानिलिउँ नेपाल र भारत या नेपाल र चीन बिचमा ट्रेड नेगोसिएसन भइरहेछ। अब कुनै देशले चाहिँ नि मेरो हातमाथि पार्छु, अर्कोलाई तल भन्यो भनेदेखि त्यो वार्ता सक्सेस नहुन सक्छ, भइहाले पनि सस्टेनेबल नहुन सक्छ। यो विषय हाम्रो कमन एजेन्डा हो
यसलाई दुइटैको हितमा चाहिँ नि म्युचुअल बेनिफिटको लागि युज गर्नुपर्छ भन्यो भने त्यो सस्टेनेबल पनि हुन्छ, एक्सेप्टेबल पनि हुन्छ, विवाद रहित हुन्छ। त्यस कारणले विन विनको पोलिसी अवलम्बन गर्नुपर्छ। यो आधुनिक धारणा पनि हो इन्टिग्रेटेड एप्रोच चाहिँ। पहिला पहिला चाहिँ के थियो भने वार्ता गरेर अर्कोलाई तल होच्याउने, तल पार्ने, फोर्सिङ गर्ने भर्सक भन्ने किसिमको हुन्थ्यो भने अहिले चाहिँ कोलाबोरेटिभ मोडेललाई अवलम्बन गरिन्छ। इन्टिग्रेटेड प्रब्लमलाई कमन रूपबाट बुझ्ने, यो सबैको साझा विषय हो भनेर बुझ्ने। जस्तो कि वैदेशिक सहायता सम्बन्धी पेरिस एग्रिमेन्ट 2005 पनि छ नि, त्यो चाहिँ इन्टिग्रेटेड एप्रोचबाट बुझ्नुपर्छ वैदेशिक सहायतालाई। दिने दिने चाहिँ नि डोनर र लिने रिसिपेन्ट दुइटैको इक्वल भ्यालु होइन। वैदेशिक सहायता प्राप्त वैदेशिक सहायताको लागि रकम दिनेहरू चाहिँ दिइसकेपछि यो हाम्रो काम सक्यो भन्न पाउँदैन। किनभनेदेखि डेभलोपिङ कन्ट्रीको प्रब्लमलाई कमन रूपबाट हेर्नुपर्छ। त्यो डेभलोपिङ कन्ट्रीको मात्रै प्रब्लम होइन, डेभलोप कन्ट्रीको पनि प्रब्लम हो होइन। त्यस कारणले विन विन इन्टिग्रेटेड एप्रोचबाट साझा रूपबाट बुझ्नुपर्छ। उखु किसानका र उद्योगी बिचमा नेगोसिएसन भइरहेको बेलामा यो उखु किसानको मात्रै समस्या हो भन्यो भनेदेखि त्यसले चाहिँ काहीँ पनि पुर्याउँदैन, सक्सेस हुँदैन। त्यो उद्योगीको पनि समस्या हो होइन। टाइमली अब रकम भुक्तानी गर्न सकेन भने अर्को पटक सुगरको लागि चाहिँ उखु पाउँछ कसरी? त्यस कारणले यो इन्टिग्रेटेड एप्रोचबाट जानुपर्छ। मजदुरको मात्रै समस्या भनेर उद्योगी पन्सिन मिल्दैन, या उद्योगीको मात्रै समस्या भनेर मजदुर पन्सिन मिल्दैन। कुनै पनि इन्डस्ट्रीको प्रोडक्सन, त्यसको चाहिँ नि सप्लाई, मजदुर र उद्योगी दुइटैको लागि आवश्यक छ। त्यसैले यसलाई इन्टिग्रेटेड एप्रोचबाट बुझ्नुपर्छ, सामूहिक धारणा लिनुपर्छ, म्युचुअल बेनिफिटलाई हेर्नुपर्छ, विन विनमा जानुपर्छ भन्ने धारणा चाहिँ इन्टिग्रेटेड एप्रोच हो। डिस्ट्रिब्युटिभ एप्रोच विन लुज, अघि भन्यो नि, वार्ताका पक्षले कुनै पनि समस्यालाई अर्काको समस्याको रूपमा बुझ्ने र वार्ताको माध्यमबाट आफूले बढी फाइदा लिने, अर्कोलाई हराउने या गलाउने प्रयत्न गर्ने दृष्टिकोण। यो ट्रेडिसनल पोइन्ट अफ भ्यू पनि हो, यो ट्रेडिसनल एप्रोच हो। यस्तो प्रवृत्तिमा विन लुज वा लुज लुज पनि हुनसक्छ होइन। अब नेपालले अर्को देशसँग चाहिँ कुनै हाइड्रो पावर सम्बन्धी कुनै विषयमा नेगोसिएसन गरिरहेछ, कुनै देश ठुलो भएको कारणले या शक्तिशाली भएको मुलुकले या रिसोर्स धेरै भएको कारणले अर्कोलाई चाहिँ गलाउने, अर्कोबाट चाहिँ बढी बेनिफिट लिन खोज्ने, अर्कोलाई एक्सप्लोइट गर्ने सोच्यो भने के हुन्छ? त्यो विन लुजले के गर्छ? त्यो प्रोजेक्टै नहुने पनि हुनसक्छ, लुज लुज पनि हुनसक्छ, दुइटैले हार्ने अवस्था हुन्छ। त्यस कारणले डिस्ट्रिब्युटिभ यो अर्काको प्रब्लम हो भनेर बुझ्न हुँदैन नेगोसिएसनमा। अब यो चाहिँ नि इन्टिग्रेटेड हो भनेर बुझ्नुपर्छ। विन लुज गर्न खोज्दा लुज लुजको अवस्था हुन्छ, केही पनि प्राप्त नगर्ने स्थिति सिर्जना हुनसक्छ। त्यस कारणले अब चाहिँ इन्टिग्रेटेड एप्रोचलाई हेर्नुपर्छ है नेगोसिएसनमा भन्ने कुरा अहिले आइरहेको छ। वार्ताकारमा हुनुपर्ने स्किल के हो त? अब वार्ताकारमा हुने भने त वार्ताकारमा जहिले पनि स्किल नलेज त हुनै पर्यो, डिटेल नलेज अबाउट सब्जेक्ट म्याटर, विषयवस्तुको बारेमा पर्याप्त ज्ञान त हुनै पर्यो। के विषयमा नेगोसिएसन गर्न गइएको भन्ने कुरै बुझिएन, त्यसका प्रोन्स कोन बारे बुझिएन, त्यसको हिस्टोरिकल ब्याकग्राउन्डबाट बुझिएन भने अनि कसरी वार्ता गर्ने? त्यसैले के विषयमा वार्ता गर्न जान लागेको, वार्ता गर्न केलाई बोलाएको, वार्ताकारले त्यो बुझ्नु पर्यो। क्ल्यारिटी अब बटम लाइनबारे क्लियर हो। बटम लाइन भन्ने बित्तिकै मिनिमम एक्सेप्टेबल पोइन्ट हो कि त्यो होइन। जस्तो कि कर्मचारी र व्यवस्थापक बिचमा वार्ता हुने भएको छ, कर्मचारीको तलले तलब बढाउनु भने अहिले हरेक कर्मचारीको 10,000 रुपियाँ तलब बढ्नु पर्यो भनेर माग राखे। अब व्यवस्थापकले बटम लाइन बुझ्नु पर्यो कि होइन ठिकै छ, भरसक त नबढाउने हो, बढाउनु पर्यो भने 5,000 रुपियाँसम्म चाहिँ बढाइदिनु पर्ला, त्यहाँभन्दा बढी त होइन भनेर एउटा बटम लाइन फिक्स गर्नु पर्यो। ट्रेड युनियनले पनि के गर्नु पर्यो भने 10,000 रुपियाँ त मागिएकै छ, तर 10,000 रुपियाँ त व्यवस्थापकले के दिएला,
कम्तीमा 5,000 रुपियाँसम्म पनि बढायो भने चाहिँ यो चाहिँ नि एउटा सम्झौतामा जानु पर्ला भनेर त्यो मनमनै बटम लाइन एउटा चाहिँ लिनुपर्छ। यतिसम्म भयो भने चाहिँ छोड्ने हो, सम्झौता गर्ने हो भन्ने कुरा भयो भने त्यो चाहिँ बटम लाइन भने त्यो। अनि अर्जेन्सी फर एग्रिमेन्ट यो शब्द अलिकति यहाँ यो नमिल्दो शब्द आएछ। गेस ओभर द पोजिसन अफ अपोजिसन, अपोजिसनको पोजिसनबारे अलिकति थाहा पाउने के गेस गर्ने अपोजिसन के कुरालाई चाहिँ मान्ला अथवा अर्को पक्षले के कतिसम्ममा चाहिँ मान्ला त भनेर अलिकति गेस गर्ने, अर्काको साइकोलोजी बुझ्ने के यतिसम्म चाहिँ यसले मान्ला कि भनेर चाहिँ नि त्यो गेस गर्ने क्यापासिटी पनि त्यो स्किल पनि हुनुपर्छ। क्ल्यारिटी अबाउट द स्ट्रेन्थ एन्ड विकनेस अफ सेल्फ साइड एन्ड अफ अपोजिसन, आफ्ना कमी कमजोरीहरू र आफ्ना बलियो पक्षहरूको बारेमा पनि जानकारी राख्ने। जस्तो दुई देश बिचमा वार्ता गरिन्छ भने आफ्ना कमी कमजोरी चाहिँ के छन् भनेर बुझ्न चाहिँ बुझिराख्ने होइन। किनभने आफू कमजोर छ भने धेरै एचिभ गर्न चाहिँ सकिँदैन, तर के भने त्यो कुरा नभन्ने होइन। आफ्नो विकनेसेस, आफ्ना कमी कमजोरी, विगतमा हामीले चाहिँ सिग्नेचर गर्दा हामीले केही कुरा चाहिँ छोड्ने भनिसकेका रहेछौँ, त्यो हाम्रो कमी कमजोरी थियो, तर त्यो अर्को अपोजिसनलाई चाहिँ नभन्ने, भन्न चाहिँ नभन्ने, तर आफ्नो विकनेस चाहिँ बुझिराख्ने। त्यसो भयो भने भोलि चाहिँ नि एग्रिमेन्ट गर्दा फाइदा हुन्छ कि हुँदैन भनेर एनालाइसिस गर्नको लागि चाहिँ सजिलो हुन्छ। लिसनिङ स्किल, अर्काका कुराहरू सुन्ने सिप चाहिँ हुनु पर्यो। अब ल्याङ्ग्वेजकै कुरा पनि हुन्छ, अर्को लिसनिङ स्किल भनेर चाहिँ कति एटेन्सन दिन सक्ने हो, त्यो चाहिँ बानी हो अरे कि, त्यो चाहिँ सिपै हो अरे कि अर्काको कुरा सुन्ने चाहिँ। अर्को पक्षको कुरा राम्ररी सुन्नु पर्यो, राम्ररी सुन्यो भने मात्रै अनि त्यसलाई एड्रेस गर्न सजिलो हुन्छ। पर्सुएसिभ स्किल, बुझ्ने पर्सिभ गर्ने, त्यस पनि स्किल हो। डेलिभरी स्किल, कतिलाई चाहिँ नि विषयवस्तु कन्टेन्टको जानकारी हुँदाहुँदै पनि र ल्याङ्ग्वेज राम्रो हुँदाहुँदै पनि डेलिभरीको चाहिँ न्याङ नुनुङ गर्ने अलिकति डेलिभरीको स्किल नहुने हुन्छ। ल्याङ्ग्वेज स्किल भाषागत, अब भाषागतमा चाहिँ के हो भने अर्को देशसँग नेगोसिएसन गर्नु पर्दा अङ्ग्रेजी भाषामा प्रयोग गर्नु पर्यो होइन। अङ्ग्रेजी भाषा नै पनि पर्छ भन्ने छैन, अब आजभोलि त ट्रान्सलेटर पनि भइ नै हाल्यो। अर्को चाहिँ नि नेपालीमै बोले पनि इन्टरप्रिटेसनको व्यवस्था गर्ने, त्यसले चाहिँ नि अर्को पक्षलाई बुझोस् आफूले गरेका कुराहरू। कन्भिन्सिङ स्किल, अरूलाई चाहिँ नि कन्भिन्स गर्ने क्यापासिटी, त्यो किसिमको स्किल पनि हुन्छ। टिम म्यानेजमेन्ट स्किल, टिमलाई चाहिँ नि म्यानेज गर्ने, टिमको सदस्य चाहिँ पक्का विचार नबोल्ने होइन, टिममा चाहिँ नि कस्ता कस्ता मान्छे राख्ने भन्ने कुराको स्किल पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ। वार्ताकारमा हुनुपर्ने गुण अरे रणनीति, स्ट्राटेजी हेर्ने, विषयवस्तुप्रति कडा र व्यक्तिप्रति नरम हुनुपर्छ अरे वार्ताकार चाहिँ। वार्ताका रणनीतिमा हार्ड अन इस्यु, सफ्ट अन पर्सन, व्यक्तिप्रति नरम हुने हो, व्यक्तिलाई कुनै गाली गलौज गर्न पनि भएन, व्यक्तिलाई एप्रिसिएट गर्ने हो, मुसुक्क हाँस्ने होइन, अर्को कुरा सुने जस्तो पनि गर्ने, अर्कोको भनाइलाई चाहिँ नि रेस्पोन्स पनि गर्ने, अर्काको भनाइलाई एप्रिसिएट पनि गर्ने होइन, तर आफ्नो विषयवस्तुमा कडा हुने भनेको आफ्नो फाइदाको लागि, आफ्नो पक्षको फाइदाको लागि अडानमा रहने। त्यसको विषयवस्तुको, जस्तो हामी ट्रेड सम्बन्धी नेगोसिएसन गर्दैछौँ भने त्यो विषयवस्तु त्यो हाम्रो राइट्स होइन, हाम्रो इन्टरनेसनल राइट हो, हाम्रो ल्यान्डलर्ड कम्युनिटीको अधिकार हो भनेर कानुनी नीतिगत अन्तर्राष्ट्रिय अभ्यासहरू राम्रोसँगले चाहिँ के लाएर बुझेर जाने त्यो हुनुपर्छ। वार्ताको अर्को पक्षको पनि प्रशंसा गर्ने सुरुवातमा होइन, एउटा यहाँहरूको टिम स्पिरिटको लागि म एप्रिसिएट गर्छु अथवा फलानुको एप्रिसिएट गर्छु, तपाईँहरूको जुन वाइडर स्कोप छ त्यो चाहिँ लाई एप्रिसिएट गर्छु भन्ने हो। विगतमा आफ्नो पक्षले गरे योगदानको घुमाउरो ढङ्गले उल्लेख गर्ने, मैले पनि यो कन्ट्रिब्युसन गरेका थिएँ, हाम्रो पक्षले पनि यो कन्ट्रिब्युसन गरे हो, हामीले पनि यो कुराहरू छोडेका थियौँ भनेर त्यो पनि घुमाउरो ढङ्गबाट उल्लेख गर्ने।
आफ्ना कमजोरी भर्सा लुकाउने नै हो होइन। धेरै कुराहरू एक्सपोज नगर्ने, आफ्नो सायरको कमी कमजोरी भर्सा लुकाउने हो। आफ्नै पक्षको बलियो तर्कहरू, स्ट्रङ लजिकहरू चाहिँ नि खोतलेर ल्याउने। वार्ताको नेतृत्व गर्नेले बोल्ने, अहिले मैले भनिसकेँ। वार्ता टोलीका सदस्य नेताको अनुमति लिएर मात्रै कुरा थप गर्ने, सबै कुरा एकै पटक नबोल्ने, सबै कुरा फर एकैपल्ट नबोल्ने, कार्यसूची बमोजिम धारणा राख्दै जाने, आफ्नो पक्षको कमजोरी देखिया वार्ता स्थगनको प्रयास जाने। आफ्नो पक्षको विकनेस देखियो, अब अर्को पक्षले फेरि स्ट्रङ कुराहरू राख्छ भने अब यसमा अलिकति एउटा बाहना बनाएर ठिक छ यो विषयमा चाहिँ नि पछि डिस्कसन गरौँला, अथवा हाम्रो पनि माथिल्लो तहसँग डिस्कसन गर्नुपर्ने हुन्छ, यसलाई अहिले चाहिँ नि स्थगित गरौँ भनेर पनि स्थगन गर्ने। दुवै पक्षको जित, विन विनमा वार्ता टुङ्ग्याउने प्रयास गर्ने। दुइटैको विन विन, दुइटैले चाहिँ नि गिभ एन्ड टेकमा दुइटैले प्राप्त गर्ने, केही न केही प्राप्त गर्नेमा चाहिँ नि टुङ्ग्याउने प्रयत्न गर्नुपर्छ आधुनिक रणनीति अनुसार। नेपालको सार्वजनिक व्यवस्थापनमा वार्ता तथा सम्झौता, नेपालको सार्वजनिक व्यवस्थापनमा वार्ता तथा सम्झौताको स्थिति के छ त भनेर। नेपालको सार्वजनिक व्यवस्थापनमा वार्ता निरन्तर प्रक्रियाको रूपमा रहेको छ, एउटा कन्टिन्यू प्रोसेस हो म्यानेजमेन्टको, त्यो भइ नै रहन्छ। सार्वजनिक व्यवस्थापनले कुनै नीतिगत विषयमा, निर्णयको सन्दर्भमा, कुनै कार्यक्रम वा आयोजना लागू गर्ने सम्बन्धमा, कानुन कार्यान्वयन गर्ने सिलसिलामा, शान्ति व्यवस्था कायम गर्ने सन्दर्भमा विभिन्न पक्षसँग वार्ता गरिरहनु पर्ने देखिन्छ। सार्वजनिक व्यवस्थापन सहभागी हुनुपर्ने क्षेत्र यस्ता छन्। अन्तर्राष्ट्रिय क्षेत्रीय स्तरको बहुपक्षीय वार्ता, दुईटा देशहरू बिचको चाहिँ नि ट्रेड नेगोसिएसन, हाइड्रो पावरसँग सम्बन्धित नेगोसिएसन, त्यो हुन्छ नि। नेपाल र भारत बिचमा व्यापार वार्ता भइरहेको हुन्छ, नेपाल र चीन बिचमा व्यापार वार्ता भइरहेको हुन्छ, सीमा सुरक्षा सम्बन्धी वार्ताहरू भइरहेका हुन्छन्, सुरक्षा सम्बन्धी वार्ताहरू हुन्छन्, अन्तर्राष्ट्रिय डेभलपमेन्ट पार्टनरहरूसँग वार्ता भइरहेको हुन्छ, यो विभिन्न किसिमका वार्ताहरू हुन्छन्। वर्ल्ड ब्याङ्कसँग वार्ता भइरहेको, डब्लुटिओमा वार्ता भइरहेको हुन्छ, अन्तर्राष्ट्रिय द्विपक्षीय वार्ता दुईटा अर्का देशहरूसँगको वार्ताको कुराहरू भयो। कहिलेकाहीँ हवाई सेवा सम्झौता सम्बन्धी कुनै देशसँग वार्ता गर्नुपर्ने हुन्छ होइन, कुनै ट्रान्सपोर्टेसनको विषयमा चाहिँ नि सेक्टर वाइज वार्ता गर्नुपर्ने हुनसक्छ, कुनै नेचुरल रिसोर्सको प्रयोगको विषयमा वार्ता गर्नुपर्ने हुनसक्छ। विकास सहायताहरूसँग त झनै यो कन्टिन्यू भइ नै राखेको हुन्छ, कुनै पनि प्रोजेक्ट बेस, प्रोग्राम बेस नेगोसिएसनहरू भइरहेको हुन्छ। निजी क्षेत्रसँग पनि वार्ता गर्छ सरकारले, प्राइभेट सेक्टरको मागको विषयमा वार्ता गर्छ, यातायात व्यवसायीसँग वार्ता गर्छ, ढुवानी व्यवसायीसँग वार्ता गर्छ, कहिले कहिलेकाहीँ चाहिँ नि पेट्रोलियम पदार्थको ढुवानी व्यवसायीसँग वार्ता गर्छ, कहिलेकाहीँ उद्योग वाणिज्य सङ्घसँग वार्ता गर्छ, कहिलेकाहीँ चेम्बर अफ कमर्ससँग वार्ता गर्छ, कहिलेकाहीँ टुरिज्म एसोसिएसनहरूसँग चाहिँ वार्ता गर्छ। प्राइभेट सेक्टरका विभिन्न अर्गनाइजेसनहरूसँग गभर्मेन्ट एजेन्सीले, कन्सर्न गभर्मेन्ट एजेन्सीले वार्ता गरिराखेकै हुन्छ। ट्रेड युनियन र अन्य दबाव समूहसँगको वार्ता हुन्छ, ट्रेड युनियनहरूसँग पनि वार्ता गरिरहेको हुन्छ। राजनीतिक सङ्गठनहरूसँगको वार्ता, कहिलेकाहीँ राजनीतिक दलहरूले कुनै आन्दोलन गर्छन्, त्यो आन्दोलनलाई शान्तिपूर्ण बनाउनु पर्यो भनेर वार्ता हुन्छ। कहिलेकाहीँ निर्वाचन आयोगले राजनीतिक दलहरूसँग वार्ता गर्छ होइन, विभिन्न किसिमका वार्ताहरू भइरहेको हुन्छ। स्थानीय लाभग्राही स्थानीय समुदाय समितिसँग वार्ता हुन्छ, कतिपय विकास निर्माणसँग सम्बन्धित कुराहरूमा, खास गरेर सेवा प्रवाहसँग सम्बन्धित विषयमा वार्ता हुन्छ, कुनै वस्तुको प्रयोगको विषयमा वार्ता हुन्छ, भइरहेकै हुन्छ। नागरिक समुदाय नागरिक समाजसँग पनि वार्ताहरू भइरहेको हुन्छ, विभिन्न दबाव समूह सामाजिक संस्थाहरूसँग पनि नेगोसिएसन भइरहेकै हुन्छ। त्यसैले म्यानेजमेन्टका डिफ्रेन्ट एरियामा र विभिन्न निकायहरूको मन्त्रालय विभाग कार्यालयहरूको कामको नेचर अनुसार स्टेक होल्डरहरूसँग, कन्सर्न एजेन्सीहरूसँग, डेभलपमेन्ट पार्टनरहरूसँग, अन्तर्राष्ट्रिय समुदायहरूसँग नेगोसिएसन भइरहेको हुन्छ। यो एउटा स्वाभाविक प्रक्रिया हो। अब एउटा यहाँ प्रश्न छ, मैले प्रश्नको डिटेलमा एन्सर भन्दा नि त्यसका टु दी पोइन्टहरू तयार गरेको छु, तपाईँहरूलाई सजिलो नै होला। नेपालमा वैदेशिक सहायताबाट सञ्चालन हुने विकास आयोजनको छनौट तथा तिनको कार्यान्वयनमा
विकास साधनहरू हाबी हुनुमा हाम्रा सरकारी वार्ताकारहरूमा रहेका कमी कमजोरी हो भन्ने भनाइरहेको छ। नेपालमा वैदेशिक सहायताबाट सञ्चालन हुने विकास आयोजनाको छनौट तथा तिनको कार्यान्वयनमा विकास साधनहरू हाबी हुनुमा हाम्रा सरकारी वार्ताकारहरूमा रहेको कमी कमजोरी हो भन्ने भनाइरहेको छ। यसमा तपाईँको धारणा प्रश्न पार्दै गर्दै विकास व्यवस्थापनको प्रभावकारिताका लागि विकास साझेदारहरूसँग वार्ता गर्दा के कस्ता सिप ज्ञान भएका कर्मचारीलाई वार्ताकारको रूपमा खटाउनु पर्ला स्पष्ट गर्नुहोस्। के कस्तो सिप ज्ञान भएका कर्मचारीलाई वार्ताकारको रूपमा खटाउनु पर्ला विकास व्यवस्थापनको प्रभावकारिताका लागि विकास साझेदारहरूसँग वार्ता गर्दा? भनौँ न, युएसएडसँग वार्ता गर्दा, युएसएड त छोडो, डिफिडसँग वार्ता गर्दा, स्विस डेभलपमेन्ट कर्पोरेसनसँग, जाइकासँग भनौँ, कोइकासँग भनौँ, विभिन्न डेभलपमेन्ट पार्टनरहरूसँग, वर्ल्ड ब्याङ्कसँग भनौँ, एडिबीसँग भनौँ, वार्ता गर्दा के कस्ता ज्ञान सिप भएका कर्मचारीलाई वार्ताकारको रूपमा खटाउनु पर्दा स्पष्ट गर्नुहोस्। एउटा सर्ट क्वेसन यहाँनिर भयो। यो एउटा पाठ हुनसक्छ होइन। ल, यसमा अब अघिका कुराहरू पढिसकेपछि कस्तो ज्ञान सिप भएका कर्मचारीलाई चाहिँ यस्तो डेभलपमेन्टका विषयमा विकास साझेदारहरूसँग वार्ता गर्दा कस्तो ज्ञान सिप भएका कर्मचारीलाई खटाउनु पर्ला? तपाईँहरूको आफ्नो ओपिनियन 3 मिनटको समय 2-3टा जति भ्याइन्छ पोइन्टहरू आफूलाई लागेका च्याट बक्समा लेखिदिनु होला। 3 मिनट समय। 8:38 गयो, 39 मिनट गयो, 42 मिनटसम्म। कसैको केही कुरा आएन, अल्छी लाग्यो कि के हो? ल, एकजनाको आए। लेख्नुभयो डिटिएच बहुसिप भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिला सम्बन्धी राम्रो दखल भएका। ठिक छ, ठिक छ। 09 विषयको स्पष्ट ज्ञान, भाषिक सिप, दबाव समूहबाट तटस्थ, आवश्यकता र प्राथमिकताको ज्ञान। र राम्रो छै पनि, ठिक छ। जोमी आफ्नो देशको विकास प्राथमिकताबारे पर्याप्त ज्ञान भएको र विषयवस्तुमा तर्क तथ्यको ज्ञान भएको। कहिलेकाहीँ अब वार्ता भन्ने यो चाहिँ वैदेशिक सहायता सम्बन्धी भएकोले ठिक छ। आफ्नो देशको विकास प्राथमिकताबारे पर्याप्त ज्ञान भएको र विषयवस्तुमा तर्क तथ्यको ज्ञान भएको राम्रो।
बिआई सङ्घीय मिलाप तथा इन्टरनेसनल रिलेसनसिपमा एक्सपिरियन्स एक्सपर्ट भएको कर्मचारी, डिप्लोमेसीमा एक्सपर्ट। ल, ठिकै छ, यस्तै कुराहरू हो। कस्तो ज्ञानसी भए कर्मचारी पठाउनु पर्ला त? यसलाई पनि हामी चरणबद्ध रूपमा लेख्न सक्दा रहेछौँ होइन? जस्तो वार्ता तयारीको क्रममा गर्नुपर्ने कस्तो ज्ञानसी भएका, वार्ताको लागि राम्रो तयारी गर्ने, वार्तासँग निर्माणमा ख्याल गर्ने, अध्ययन गर्ने। यो मैले अलिक डिटेलमा पनि लेखेको रहेछ होइन? वार्ता गर्दा के कस्ता ज्ञानसी भएका कर्मचारीलाई वैदेशिक सहायता नीतिको बारेमा पर्याप्त ज्ञान भएका, किनकि हामी डेभलपमेन्ट एडको विषयमा वार्ता गर्न कर्मचारी पठाइरहेछौँ नि, त्यसको तयारी गरिरहेछौँ नि त। वैदेशिक सहायता नीतिको बारेमा पर्याप्त ज्ञान त भएको हुनु पर्यो। वैदेशिक सहायता सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, सम्झौता, घोषणाबारे जानकारी जस्तो पेरिस डिक्लारेसनको बारेमा जानकारी भएको त हुनु पर्यो। अन्तर्राष्ट्रिय अभ्यास पनि बुझेको हुनु पर्यो, सम्झौता र घोषणाबारे पनि जानकारी भएको हुनु पर्यो, पेरिस डिक्लारेसनको बारे जस्ता कुराहरूमा जानकारी हुनु पर्यो। अब अहिले क्लाइमेट फाइनेन्स ठुलो र महत्त्वपूर्ण बन्दैछ होइन? क्लाइमेट फाइनेन्सकै इस्युबारे नै जान्नु पर्यो नि त। अहिले त वैदेशिक सहायता क्लाइमेट फाइनेन्ससँग जोडिएर आइरहेको हुन्छ। आयोजनाको आवश्यकता, लक्ष्य र सञ्चालन मोडालिटीबारे, प्रोजेक्टको बारेमा पनि, किनकि वैदेशिक सहायता अब प्रोजेक्ट बेस हुन्छ या प्रोग्राम बेस हुन्छ होइन? त्यो आयोजनाको आवश्यकता, लक्ष्य, सञ्चालनका मोडालिटीबारे पनि ज्ञान हुनु पऱ्यो नि। डेभलपमेन्ट पार्टनरसँग नेगोसिएट गर्दाखेरि त त्यसको मोडालिटी के हुने भन्ने कुरामा पनि अलिकति क्ल्यारिटी भएकै नै हुनु पऱ्यो नि। त्यसो भएदेखि उसलाई कन्भिन्स गराउनको लागि चाहिँ नि सजिलो हुन्छ। सरकारले गर्ने योगदान र दाताबाट गरेको अपेक्षाबारेको प्रष्टता। अब कति गर्ने सरकारको तर्फबाट थाहै भएन भन्ने त होइन। सरकारको तर्फबाट कति काउन्टर पार्ट फन्डमा चाहिँ नि कति कन्ट्रिब्युट गर्ने, डोनरबाट हामीले कति अपेक्षा गरे हो। $1 करोड मध्येमा 80 करोड एक्सपेक्ट गरे हो, 20 करोड हामी पनि हाल्छौँ भन्ने। वैदेशिक सहायताको तरिकाबारे प्रश्न गर्ने, विभिन्न मेथड हुन्छ नि त सहायतामा पनि। लोन होला, ग्रान्ट होला होइन, त्यो टेक्निकल सपोर्ट होला, वस्तुगत होला, यस्तो वैदेशिक सहायताको तरिकाबारे प्रश्न हुने, आफ्नो धारणा राख्न सक्ने किसिमको हुनु पर्यो। विभिन्न क्षेत्रका विज्ञ कर्मचारीको वार्तामा सहभागिता, विभिन्न क्षेत्रका विज्ञ कहिलेकाहीँ मल्टिडाइमेन्सनल हुन्छ कि, जस्तो सुरक्षासँग सम्बन्धी विषयमा हामी नेगोसिएसन गरिरहेका छौँ। अब वैदेशिक सहायताकै सन्दर्भमा पनि परराष्ट्रको चाहिन्छ, अर्थको चाहिन्छ, सम्बन्धित सेक्टर मिनिस्ट्रीको चाहिन्छ, त्यस्तो किसिमको हुनु पर्यो। गुड लिसनर, इन्टरप्रेटर, एनालाइसिस एन्ड मल्टिलिङ्ग्विस्ट कम्युनिकेसन स्किल एन्ड डेलिभरी क्यापासिटी भएको। ठिक छ एनपी, एकदम राम्रो। हामीले पार्टीको र यहाँ वैदेशिक सहायताको भएको हुनाले त्यसैमा फोकस गरे हो कि तपाईँले भनेको कुरा ठिक छ। वार्ताको सिलसिलामा आयोजनाको विषयमा प्रकाश पार्ने, प्रोजेक्ट ब्रिफिङ गर्न सक्ने पनि हुनु पर्यो। सहायताको आवश्यकता र अपेक्षा प्रष्ट पार्ने पनि हुनु पर्यो। सहायताको धारणा राम्ररी सुन्ने पनि हुनु पर्यो। सहायतामा रहने शर्तबारे प्रष्ट हुने, स्वीकार गर्न सकिने नसकिने बारेको क्लारिटी, नेतृत्वमा छलफल गर्नुपर्ने भए स्थगन गरेपछि फेरि वार्ता बन्यो, वार्ताको तरिका भएछ। वैदेशिक सहायता सन्धि हाम्रो नीति र अन्तर्राष्ट्रिय घोडापत्र डिफ्रेन्ट डिक्लारेसन समेतलाई ध्यान दिई अधिकतम राष्ट्रिय हित सम्झौता गर्ने, यस्तो कुराहरूमा ध्यान दिन सक्ने क्यापासिटी पनि त्यहाँ हुनु पर्यो। यस्ता कुराहरू चाहिँ हामीले ध्यान दिने भए पोइन्टहरू मात्रै हुन्, तपाईँहरूले लेखेका कुराहरू ठिक छन्। अर्को छ, अर्को पनि एकदमै स्पेसिफिक छ। नेपालले नेपालले द्विपक्षीय वा बहुपक्षीय व्यापार सम्झौताबाट अपेक्षित लाभ प्राप्त गर्न नसक्नुको एउटा कारण व्यापार वार्ताको राम्रो तयारी नै नगर्ने। ट्रेड नेगोसिएसनमा चाहिँ हाम्रो एकदम कमजोरी भयो। वार्ता वार्ताकारमा वार्ताकारमा नेपालको हिस्सामा सम्बन्धित विषय उठान गर्न र त्यसको वकालतमा तर्कयुक्त प्रस्तुति हुन नसक्नु। जो नेगोसिएसनमा जाने टिम हो, नेगोसिएटर हो, उसलाई चाहिँ नेपालको हिस्सामा सम्बन्धित विषयको उठान गर्न र त्यसको वकालतमा तर्कपूर्ण युक्त प्रस्तुति हुन नसक्नु। विषयको पर्याप्त ज्ञान नभएका कर्मचारीलाई पनि वार्ता गर्न पठाउनु, भाषिक दक्षता आदि पनि हो भनिन्छ। अन्तत नेपालले द्विपक्षीय व्यापार वार्ताको तयारी गर्दा के कस्ता पक्षमा ध्यान दिनुपर्छ?
नेपालले द्विपक्षीय व्यापार वार्ताको तयारी गर्दा के कस्ता पक्षमा ध्यान पुर्याउनुपर्छ, उचित सुझाव प्रस्तुत गर्नुहोस्। व्यापार वार्ता रिलेटेड भयो, त्यसैले व्यापारकै विषयवस्तु हालेर, अघि पहिले सहायता रिलेटेड थियो, अहिले व्यापारको कुरा भयो। व्यापार सम्बन्धी विषयवस्तु समावेश अभिलेख वा डकुमेन्ट तयार गर्ने प्रिपेरेसनको फेजमा चाहिँ यहाँ तयारी मात्रै भनेको छ कि व्यापार सम्बन्धी विषयवस्तु समावेश अभिलेख वा डकुमेन्ट तयार गर्ने पहिला चाहिँ वर्तमान व्यापार सम्झौताको अध्ययन र सोको कारण अवस्थाको लेखाजोखा गर्ने, वर्तमान व्यापार सम्झौताको अध्ययन गर्ने र सोको कारणको अवस्थाबारे लेखाजोखा गर्ने, द्विपक्षीय व्यापारमा देखिएका कमी कमजोरी नेपाललाई खेप्नु परेका समस्याको पहिचान गर्ने, जस्तो नेपाल र भारत, नेपाल र चीन, नेपाल र बङ्गलादेश बिचमा व्यापारको सन्दर्भमा के कमी कमजोरी देखिए, कहाँ कमी कमजोरी देखियो, हाम्रो ट्रान्सपोर्टेसन कस्ट बढी महँगो भएर चाहिँ नि हाम्रो व्यापार राम्रो नभएको, हामीले निर्यात गर्ने वस्तुहरू क्वालिटी कमी कमजोरी भएर हो, अथवा चाहिँ नि सीमा क्षेत्रमा कुनै ब्यारियर भयो हाम्रो वस्तु प्रवेश गर सिलसिलामा, त डब्लुटिओको नियमभन्दा विपरीत भयो कि, अथवा दुईटा देशको सम्झौता अनुरूप भएन कि, द्विपक्षीय व्यापारदेखि कमी कमजोरी नेपालले के समस्या खेप्यो त भन्ने कुराको पनि यस समस्याको पनि पहिचान गर्नु पर्यो वार्ता तयारीकै क्रममा। द्विपक्षीय व्यापार सम्बन्ध अन्तर्राष्ट्रिय स्थापित मान्यता सन्धि सम्झौताको राम्रो अध्ययन पनि गर्नु पर्यो। के भन्छ इन्टरनेसनल प्र्याक्टिस के छ, इन्टरनेसनल कन्भेन्सनहरूले के भन्छन्, इन्टरनेसनल अर्गनाइजेसनहरूले के भन्छन्, उल्लेखित आधारमा नेपालको आन्तरिक डकुमेन्टको तयारी गर्ने, आन्तरिक प्रिपेरेसन गर्ने, एउटा डकुमेन्ट तयार गर्ने, नेगोसिएसनको सिटमा बस्दाखेरि म इस्यु एजेन्डाहरू यसरी चाहिँ फ्लोट गर्छु भनेर डकुमेन्टको तयारी गर्नु पर्यो, जो चाहिँ प्रिपेरेसनको लागि महत्त्वपूर्ण हुन्छ। त्यसपछि वार्ता टोलीको गठन र विषयको स्पष्टता एवं धारणा निर्माण गर्ने, वार्ता टोलीको गठन र विषयको स्पष्टता एवं धारणा निर्माण गर्ने, व्यापार वार्तामा बस्दाखेरि वाणिज्य मन्त्रालयका सम्बन्धित अधिकारीको नेतृत्वमा वार्ता टोलीको गठन गर्ने, टोलीमा परराष्ट्र कानुन लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि पनि हुनु पर्यो। विषयवस्तुका आधार कहिलेकाहीँ वनसँग सम्बन्धित चाहिएला, कहिलेकाहीँ कृषिसँग सम्बन्धित चाहिएला, कहिलेकाहीँ टुरिज्मसँग सम्बन्धित चाहिएला, वार्ता टोलीको गठन त्यसरी गर्नु पर्यो। वार्ता टोली वार्ताको मितिभन्दा 15 दिन अघि नै गठन गर्नु पर्यो। नेगोसिएसन टिम चाहिँ हतारमा भोलि वार्ता गर्नु पर्ने छ, आज नेगोसिएसन टिम गठन गरेर हुँदैन, एटलिस्ट 15 डेज अगाडि चाहिँ नि वार्ता टोली गठन गर्नु पर्यो। वार्ता टोलीमा वार्ताको सैद्धान्तिक ज्ञान तथा व्यावहारिक अनुभव भएका, तपाईँलाई अघि भने सबै कुरा छ, वार्ता टोलीमा वार्ताको सैद्धान्तिक ज्ञान तथा व्यावहारिक अनुभव भएका, भाषिक दक्षता भएका इन्टरप्रेटर पनि राख्न सकिन्छ है, भाषिक दक्षता भएन भने इन्टरप्रेटर पनि राख्न सकिन्छ, कर्मचारी समावेश गर्ने। वार्ता टोलीले खण्ड क अनुसार तयार भएको डकुमेन्ट भनेको यहाँ माथि डकुमेन्ट तयार गर्ने भन्यो नि, आन्तरिक डकुमेन्ट हो, खण्ड क अनुसार तयार भएको डकुमेन्टका साथै अन्य सन्दर्भ सामग्रीको राम्ररी अध्ययन गर्नु पर्यो। हामीले के कुराहरू रेज गर्ने हो भन्ने कुरा राम्ररी अध्ययन गर्नु पर्यो। वार्ता टोलीले राजनीति तथा निजी क्षेत्र लगायत बाह्य विज्ञहरूसँग परामर्श समेत गरी नेपालले राख्नुपर्ने धारणाबारे स्पष्ट गर्ने, त्यो डकुमेन्ट त तयारी छँदैछ। त्यसको साथसाथै अब प्राइभेट सेक्टरसँग, उद्योग वाणिज्य सङ्घहरूसँग, चेम्बर अफ कमर्सहरूसँग कुराकानी गर्ने, लगानी बोर्डसँग, विज्ञहरूसँग परामर्श समेत गरी नेपालले राख्नुपर्ने धारणाबारे स्पष्ट हुने, आफ्नो न्यूनतम मान्य रेखा बटम लाइन होइन, कतिसम्म भयो हामी चाहिँ मान्ने भन्ने न्यूनतम मान्य रेखा बटम लाइन बारे प्रष्ट हुने, अर्को पक्षबाट विगतमा राखिएका धारणा, जोड दिएका पक्ष र आगामी वार्तामा उठाउन सकिने इस्युका विषयमा अनुमान गर्ने। पहिला पनि अर्को पक्षले के कुराहरू उठाएको थियो होइन, फेरि पनि उठाउन सक्छ, त्यसको लागि पनि प्रिपेरेसन रहने र आफ्नो पोजिसन चाहिँ क्लियर गर्ने। म अर्को पक्षबाट यो कुरा आएमा म यो कुरा भन्छु, एक किसिमबाट पोजिसन क्लियर गर्ने। अर्को पक्षले यो यस्तो किसिमको क्वेसन सोध्यो भने म यसरी जवाब दिन्छु, त्यो पोजिसन क्लियर गर्नुपर्छ। वार्ता टोलीले कानुनी रूपमा नै सम्झौता गर्ने म्यान्डेट पनि प्राप्त गर्ने, सम्झौताको अधिकार पनि प्राप्त गर्ने, त्यो हो भने वार्ता चाहिँ फ्रुटफुल हुनसक्छ। वार्ताको अन्य तयारी र उचित वातावरणको निर्माण, जस्तो कि वार्ता सुरु हुँदै वार्ता टोलीले अर्को पक्षसँग अनौपचारिक परिचय र संवाद गर्ने, अहिलेको कुरा भइहाल्यो। द्विदेशीय सम्बन्धको विषयमा एक आपसमा हित, एकले अर्कोलाई विगतमा गरेका सहयोगबारे सामान्य छलफल गर्ने, त्यो इन्भाइरोमेन्ट सेटिङको लागि, क्लाइमेट सेटिङको लागि पहिले नै चिन्जान भए विगतको भेट र छलफलको स्मरण गराउने,
अर्को पक्षबाट सहिँडो भएको देखाउने, त्यस्तो किसिमको हुनसक्छ। सम्झौता गर्दाखेरि ध्यान दिनुपर्ने कुरा, वार्तामा सहमति भएको कुराको स्मरण र जानकारी गराउने, सहमतिका विषयवस्तुको होसियारीपूर्वक व्याख्या गर्ने, यो सहमति भयो भन्ने कुरा चाहिँ यदि केयरफुल्ली त्यसको चाहिँ नि व्याख्या गर्ने, दोहोरो अर्थ लाग्ने शब्दहरूको प्रयोग नगर्ने, यो पक्षमा ध्यान दिनुपर्ने हुन्छ। सम्झौता गर्दाखेरिको कुरामा चाहिँ वार्ताका पक्षबीच सही सञ्चार र समान बुझाइ कायम गर्ने। अब दुईटै पक्ष, वार्ताका पक्षहरूले सम्झौतामा भएका कुराहरूलाई चाहिँ कमन अन्डरस्ट्यान्डिङ हुनु पर्यो। एउटाले एक किसिमले बुझ्ने, अर्कोले अर्को किसिमले बुझ्ने, भाषिक व्याख्या फरक किसिमको हुने, त्यो चाहिँ गर्न भएन। कमन अन्डरस्ट्यान्डिङ हुनु पर्यो, दुईटैले प्रश्न बुझेको हुनु, अथवा दोहोरो अर्थ लाग्ने, अब भाषिक जटिलता उत्पन्न हुने, त्यस्तो गर्न भएन। समान बुझाइ चाहिँ नै कायम गर्नु पर्यो। कानुनी पक्ष र विगतका सम्झौतामा ध्यान दिने, सम्झौता गर्दाखेरि चाहिँ लिगल पार्टबाट पनि हेर्ने, विगतका सम्झौतामा के कुराहरू थिए भन्ने कुरा पनि विचार गरेर मात्रै सम्झौताको डकुमेन्ट तयार गर्ने। सम्झौताको डकुमेन्ट पनि धेरै महत्त्वपूर्ण कुरा हो। नेगोसिएसनमा चाहिँ नि सहमति भएका विषयवस्तुहरू कहिलेकाहीँ चाहिँ सम्झौता गर्दाखेरि छुटेका अथवा गलत व्याख्या भएका उदाहरणहरू पनि छन्। त्यस कारणले विगतका सम्झौतामा ध्यान दिने र कानुनी पक्षमा विचार गरेर मात्रै ती एग्रिमेन्टलाई फाइनलाइज गर्ने। वार्ताका पक्षले प्रयोग गर्ने साझा भाषाको प्रयोग गर्ने, दुईटै पक्षले बुझ्ने साझा भाषाको प्रयोग गर्नु पर्यो। सम्झौताको शीर्षक, प्रासङ्गिक अर्थ, सम्झौताको मिति पनि प्रश्न गर्ने र सम्झौता कहिलेदेखि लागू हुने भन्ने कुराको पनि क्ल्यारिटी गर्ने। सम्झौतामा आधिकारिक पदाधिकारीले हस्ताक्षर गर्ने, जो अथेन्टिक हो उसले नै त्यो सम्झौतामा हस्ताक्षर गर्ने हो। मोस्टली अहिले पनि मैले भने लिडरले हस्ताक्षर गर्ने हो। सम्झौता लागू हुने मिति र सम्झौता समाप्त हुने मिति पनि स्पष्ट गर्ने, होइन, त्यसको टर्मिनेसन कहिले हुन्छ भन्ने कुराको पनि क्ल्यारिटी गर्ने। पार्टमा भन्छ खालि एउटा केही आफूलाई जानकारीको लागि मात्रै, द बेस्ट अल्टरनेटिभ टु अ नेगोसिएटेड एग्रिमेन्ट अर बाट्ना भनेर भन्छ। द बेस्ट अल्टरनेटिभ टु अ नेगोसिएटेड एग्रिमेन्ट, वार्ता सम्झौतामा चाहिँ यो बाट्ना भन्ने शब्दको प्रयोग चाहिँ धेरै हुन्छ। दुईटा बढी पक्षहरू बिचमा कुनै विषयमा सहमति सम्झौता हुँदाखेरि नेगोसिएसनकै क्रममा पनि बेस्ट अल्टरनेटिभ के हुनसक्छ, नेपाल र भारत बिचको व्यापारलाई सहज बनाउने अल्टरनेटिभ के हुनसक्छ, अहिलेको भइरहेको अब सीमा क्षेत्रको चाहिँ नि चोरी निकासी पैठारी नियन्त्रण गर्नुको लागि बेस्ट अल्टरनेटिभ के हुन सक्छन्। हामीले भन्सार दरलाई चाहिँ नि घटाउन सक्यौँ भने चाहिँ चोरी पैठारी कम हुनसक्छ। तर हामीले मात्रै घटाएर त भएन, अर्को देशले चाहिँ हाम्रा वस्तुमा कति भन्सार लगाउँछ त्यहाँ पनि रेसिप्रोसिटीको कुरा पनि आउँछ, त्यहाँ पनि डिपेन्ड गर्ला कतिपय कुराहरू, होइन। कति पर्सेन्ट लगाउँदाखेरि अब हामीले चाहिँ नि इन्धनमा ट्याक्स लगाएनौँ भनेदेखि के हुन्छ, नेपालमा इन्धन फेरि सस्तो होला, सस्तो हो भनेदेखि उतैतिर फर्किने खतरा हुन्छ। यस्ता पक्षहरू पनि हेर्नुपर्ने हुन्छ। त्यसैले बेस्ट अल्टरनेटिभ के हुन्छ कुनै पनि विषयमा, इन्भेस्टमेन्टकै विषयमा पनि बेस्ट अल्टरनेटिभ के हुन्छ। मानिलिएर हाइड्रो पावरमै अर्को देशकोले चाइनाको कसैले चाहिँ नि लगानी गर्दैछ भने उसँग नेगोसिएसन गर्दाको बेस्ट अल्टरनेटिभ के हुन्छ। 100% उसले चाहिँ इन्भेस्ट गर्ने हो कि 50% उसले 50% हामीले गर्ने हो कि, होइन। अथवा उसले चाहिँ नि टेक्निकल सपोर्ट मात्रै गर्ने हो कि, टेक्निकल इन्भेस्टमेन्टको कुरा मात्रै गर्ने हो कि, पोर्टफोलियो इन्भेस्टमेन्टमा जाने हो कि, त्यो चाहिँ नि अल्टरनेटिभ के नेगोसिएसनमा चाहिँ नि डिफ्रेन्ट अल्टरनेटिभमा चाहिँ नि हेर्नुपर्छ भनेर भन्छ। अथवा फाल ब्याक प्लान, अल्टरनेटिभ प्लान, प्लान बी, प्लान एबाट भएन भने प्लान बी, प्लान बीबाट भएन भने प्लान सी, त्यो पनि गर्नुपर्ने हुन्छ। कहिले कहिले कहिलेकाहीँ प्लान बी डिप्लोमेसी भन्ने पनि चलन छ। डाइरेक्ट अब पोलिटिकल डिप्लोमेसीले दुईवटा राजदूतहरू बिचमा बस्ने छलफल गरेर भन्दा पनि
अर्को प्राइभेट सेक्टरसँग पनि दुईवटा देशका प्राइभेट सेक्टर थ्रु छलफल चलायो भने चाहिँ बढी प्रभावकारी हुनसक्छ। त्यो प्लान बी डिप्लोमेसी हुनसक्छ। नेगोसिएसनमा पनि यो कुरा आउँछ, प्लान बी नेगोसिएसन। कहिलेकाहीँ चाहिँ वार्ताका सरकारी टोली दुईवटा देशका सरकारी टोली बसेर एकैचोटि नेगोसिएसनको टेबलमा बस्ने भन्दाखेरि पनि दुईवटा देशका प्राइभेट सेक्टरहरू बिचमा एउटा प्राइमरी लेभलको छलफल गर्ने र त्यसले एउटा इन्भाइरोमेन्ट तयार गरिसकेपछि मात्रै गभर्मेन्ट एजेन्सीहरू चाहिँ नि वार्तामा बस्ने, त्यो पनि हुनसक्छ। कहिलेकाहीँ सेक्रेटरी लेभलमा चाहिँ नि वार्ता गर्नुपर्ने छ भने त्योभन्दा अगाडि जोइन्ट सेक्रेटरी लेभल या मिनिस्टर लेभलमा वार्ता गर्नुभन्दा अगाडि सेक्रेटरी या जोइन्ट सेक्रेटरी लेभलको चाहिँ नि टिमले वार्ता गर्ने, त्यो चाहिँ नि अल्टरनेटिभ प्लान हो। त्यसले चाहिँ नि मुख्य वार्तालाई चाहिँ इज गराउँछ, सहजीकरण गराउँछ र वार्ताको एउटा राम्रो वातावरण तयार गरिरहेको हुन्छ। यस्ता किसिमका डिफ्रेन्ट अल्टरनेटिभहरूमा चाहिँ नि छलफल चलाउनुपर्छ। जति बढी अल्टरनेटिभहरूमा डिस्कसन गर्दै गयो त्यत्तिकै नेगोसिएसन चाहिँ नै राम्रो हुन्छ, सस्टेनेबल हुन्छ, ड्युरेबल हुन्छ र विन विनमा जाने अवस्थाको सिर्जना हुन्छ भनेर भनिन्छ। यति नै हो नेगोसिएसनको बारेमा। तपाईँहरूलाई केही जिज्ञासाहरू छ आजको विषयमा? अब यो खण्ड सेकेन्ड पेपरको दोस्रो खण्ड चाहिँ मैले सकेँ। सार्वजनिक व्यवस्थापन भन्ने अवधारणा भन्ने क्लास चाहिँ भयो कि भएन, मैले आफूले कुनमा पढाएँ याद छैन। नत्र चाहिँ खण्ड 2 चाहिँ सक्यो। अब सबै खण्ड कन्टिन्यू मैले नै पढाउने भन्ने कुरा पनि हुँदैन, अर्को सरहरूले कसैले पढाउनु होला। अब मैले चाहिँ फर्स्ट पेपर मैले कन्ट्रिब्युट गर्ने भनेको खण्ड 5मा अलिकति छ, त्यसले गर्दाखेरि त्योलाई अलिक पछाडि पढाउँला। अब एकैजनाको धेरै दिन पनि अलिक मोनोटोनस हुन्छ, बोरिङ हुन्छ। अलिक फरक धारणाहरू पनि सुन्नुपर्छ, फरक स्टाइल पनि सुन्नुपर्छ। तपाईँहरूको लागि त्यो राम्रो हुन्छ। मैले 8-10 दिनै भयो होला दिन क्लासहरू लिएको, त्यसले गर्दाखेरि म चाहिँ तपाईँहरूकोमा केही दिन ग्याप हुन्छु र अब अरू सरहरूले पढाउनु होला र त्यस्तै पढ्यो भने अब इनकेस अब अरूको एभाइलेबल नहुने र मैले एभाइलेबल हुने स्थिति भयो